साथीले लगाएको मलाई हरियो टी सर्ट ओहो कस्तो राम्रो, सबैको अगाडि उज्यालो, आहा कति राम्रो। त्यो के भयो? प्रशंसा। त्यसपछि म केमा आएको थिएँ? स्तुतिमा आएको थिएँ। स्तुति चाहिँ के भयो त? अस्तित्व थाहा पायो। हामीलाई सृष्टि गर्ने हुने परमेश्वरले चाहिँ मलाई सृष्टि गर्नुभएको रहेछ भन्ने मैले त्यो अस्तित्व थाहा पाउने बित्तिकै प्रशंसाको लेभलबाट माथि कहाँ गएँ? स्तुतिमा गएँ। आमेन। बुझ्दै हुनुहुन्छ? प्रशंसा र स्तुतिमा सानो कुरा हो, सुन्दा उस्तै। अङ्ग्रेजी शब्दमा हेऱ्यो भने चाहिँ एउटै लाग्छ, प्रेज 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 भनेको छ। प्रशंसालाई पनि प्रेज भन्छ, स्तुतिलाई पनि प्रेज भन्छ है। तर हाम्रो नेपाली एकदम गहिरो छ। हाम्रो नेपाली बुझ्नलाई एकदम सजिलो बनाउँछ। प्रशंसाले साधारण बुझायो, स्तुतिले अलिकति गहिरो। प्रशंसा र स्तुतिमा अब के फरक छ त भन्दै गर्दा परमेश्वरले गर्नुभएको साधारण कामहरू देखिनेमा हामी त्यसलाई प्रशंसा गर्न सक्छौँ। स्तुति के हो त? परमेश्वर को हुनुहुन्छ भन्ने कुरा थाहा पायौँ, उहाँको शक्तिलाई थाहा पायौँ, उहाँको स्वभाव। ओहो, उहाँ त सृष्टिकर्ता हुनुहुँदो रहेछ, मलाई धरि बनाएको। अचम्म पहिचान भयो नि त, केही हदसम्म थाहा भयो। त्यो अचम्म हामीलाई अझै थाहा छैन, अचम्ममा पुग्न बाँकी छ। तर अचम्म चाहिँ अचम्म हो। ओहो, मलाई सृष्टि गर्नुभएको रहेछ। नाम, शरीरको नाम मलाई दिपेन्द्र थापा भनेर दियो शारीरिक आमा र पिताले। तर मेरो अस्तित्व सृजने त को रहेछ त? यीशु हुनुहुँदो रहेछ, जीवित परमेश्वरको पुत्र। उहाँले पो सृजनु भएको रहेछ भनेर थाहा पाएपछि म उहाँलाई के गर्न थाल्छु? मेरो शिर निहुरिन थाल्छ, श्रद्धा आउँछ, आदर आउँछ। त्यसलाई म के भन्छु? स्तुति भन्छु। अब प्रशंसा चाहिँ के भयो? हामी उद्धार पाएकाहरू जतिले उहाँलाई ग्रहण गर्यो उहाँको सन्तान हुने अधिकार पायो। र हामीले उहाँलाई विश्वास गर्ने बित्तिकै, मेरा पापहरू पश्चाताप गर्ने बित्तिकै मैले के पाएँ? उद्धारको सिँढी पाएँ। उहाँले मलाई बचाउनु भयो। ओहो, मलाई बचाउने परमेश्वर भन्ने थाहा पाउने बित्तिकै म उहाँको के गर्छु? प्रशंसा गर्छु। अर्को तर्फबाट मलाई बचाउने को हुनुहुन्छ? नासरको येशू हुनुहुँदो रहेछ नि। ओहो, उहाँको जय जयकार गरौँ। त्यो के भयो? प्रशंसा भयो। अब मलाई बचाउने परमेश्वरको अस्तित्व के हो त? उहाँ महान हुनुहुन्छ। आमेन। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आमेन। अब साथमा त्यो अचम्मको परमेश्वर के हुनुहुन्छ? पवित्र हुनुहुन्छ। अब चाहिँ के भयो त? त्यो परमेश्वरको स्तुति। अब हामी स्तुतिको लेभलमा। बुझ्दै हुनुहुन्छ तपाईँले? मैले हल्का रिभ्यू गरेँ। परमेश्वरको परिचय मलाई थाहा पायो, जीवित परमेश्वरको पुत्र यहोवे अदोनाई। हामीले विभिन्न नामहरू, त्यो पछि बिचमा हामी फेरि अर्को दिनमा फेरि नामहरूलाई नजाउँला। अहिले थाहा पाएको प्रस्थानको 3 अध्यायले हामीले भनेअनुसार यहोवे परमेश्वर हुनुहुन्छ। म हुँ जो म हुँ भनेर उहाँले परिचय दिनुभयो। नयाँ करणमा आएपछि पत्रुसले नै घोषणा गर्यो, तपाईँ येशू ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। मत्ती 16 अध्यायमा हामी गएर हेर्छौँ भने त्यो कुरा पाउँछौँ हामी। अब त्यही परमेश्वरले मलाई बनाउनु भएको भन्ने थाहा पाएपछि, ओहो प्रभु तपाईँले मलाई यस्तो ह्यान्डसम बनाउनु भएको, ओहो परमेश्वर तपाईँले मलाई यस्तो ब्युटिफुल बनाउनु भएको भन्ने थाहा पाएपछि मैले के गर्न थालेँ? परमेश्वरको प्रशंसा गर्न थालेँ। अब मलाई बनाउनु हुने परमेश्वर त भयङ्कर हुँदो रहेछ, महान हुँदो रहेछ, पवित्र हुँदो रहेछ भनेपछि म उहाँको के गाउन आएँ त? स्तुति गाउन थालेँ। मेरो शिर झुक्न थाल्यो, घुँडामा टेक्न थालेँ। त्यो चाहिँ के भयो त? स्तुति भयो। अब स्तुति गर्दै गर्दाखेरि त्यसको प्रभाव के पर्छ त? अघि प्रशंसा मात्रै गर्दाखेरि पनि निकै गहिरो प्रभाव परेको थियो नि त, होइन? हामी छुटकाराहरू पाएका थियौँ, हामीले अघि भनेका थियौँ नि है। अब परमेश्वरको यो स्तुति गर्दै गर्दा, प्रशंसाबाट एक लेभल माथि जाँदै गर्दाखेरि जब हामी स्तुति गर्न लाग्छौँ, स्तुतिको प्रभावले हामीसँग के हुन्छ? परमेश्वरसँग अब सम्बन्ध बढ्दै जाने लाग्यो। अघिसम्म बनाएको मात्रै भन्दा कसले बनाए हामी दो मान्छे एउटा शरीर हेर्दा म त फलानाको छोरा छोरी भन्ने खालको परिचय दिँदै गर्दाखेरि म थापा काजी हो भन्दै, बसन्त काजी हो अथवा के विभिन्न संसारले बनाइदिएको एउटा हामी आफ्नो परिचय दिँदै थियौँ भने अब मलाई थाहा पाएँ कि मलाई सृष्टि गर्ने त परमेश्वर हुनुहुँदो रहेछ, उहाँ त पवित्र हुनुहुँदो रहेछ, उहाँ महान हुनुहुँदो रहेछ भन्ने कुरो मैले थाहा पाएपछि अब के भयो त? मेरो आत्मा परिवर्तन हुनपट्टि लाग्छ, मेरो सोच परिवर्तन हुनपट्टि लाग्छ, मेरो विचार, मैले अघि देख्दै गरेको कुराहरू पनि अब म के देख्छु? ओहो, सृष्टिका पोखहरू मलाई बनाउने परमेश्वरले पो सृष्टि गर्नु भएको रहेछ। हिजो मैले प्रशंसा गर्दै गर्दाखेरि म थोकमा भित्तालाई देखेँ भित्तालाई पुज्न जान्थेँ, रुखलाई देखेँ रुखलाई पुज्न जान्थेँ, सर्पलाई अघिसम्म लट्ठीले हानेर मार्दै गरेको पनि एक दिन आएपछि म त्यसलाई पूजा गर्न लाग्थेँ। तर परमेश्वरको सृष्टिको उहाँको अस्तित्व मैले थाहा पाएपछि मलाई स्तुति गर्न मन लाग्यो। अब स्तुति गर्दै गर्दा उहाँको प्रभाव के भयो त? उहाँसँग मेरो गहिरो सम्बन्ध बस्न लाग्यो। आमेन। मेरो के हुने रहेछ त?
सोच विचार मेरो परिवर्तन भयो, हेर्ने तरिका परिवर्तन हुन थालेको स्तुतिको लेभलमा पुग्दै गर्दाखेरि। हेर्नुहोस् त, परमेश्वरको नजिक जब हामी जान्छौँ नि, प्रशंसा गर्दै गर्दाखेरि पनि हामी कति कुराहरूमा छुटकाराहरू बन्धनहरू हामी तोडिँदै जान्छ। स्तुतिको लेभलमा जाँदै गर्दाखेरि के हुन्छ, मेरो आत्मा परिवर्तन हुन थाल्छ, मेरो सोच परिवर्तन हुन थाल्छ। म हेर्दै गर्दाखेरि म के देख्छु, प्रेम देख्नु, माया र मोह देख्दिनँ, के देख्छु, प्रेम देख्न थाल्छु। प्रेमले के माग्छ, बलिदान माग्छ। बलिदान दिन पनि म के हुन्छु, प्रेममा तयार हुन्छु। आमेन। त्यो प्रेमभित्र के हुन्छ, म आज्ञा पालन गर्ने हुन थाल्छु। जब स्तुतिको भाव मैले बुझेर परमेश्वरलाई स्तुति चढाउन थाल्छु नि, म आज्ञा पालन गर्ने बन्छु। अनि जब म आज्ञा पालन गर्ने हुन्छ नि, मेरो आत्मा परिवर्तन हुँदै गर्दा ममा के आउँछ, विचारहरू परिवर्तन हुँदै गर्दाखेरि म के हुँदै जान्छु, विद्वान हुँदै जान्छु। आमेन। म ज्ञानी बन्दै जान्छु। आमेन। म के हुँदै जान्छु, म नम्र हुँदै जान्छु। मेरो स्वभावमा परिवर्तन हुँदै जान्छ। कारण के त, परमेश्वरको अस्तित्व मैले बुझेर प्रशंसाबाट म स्तुतिमा जाँदै स्तुति गर्दै गर्दाखेरि म के हुन्छ त, अब मलाई परमेश्वरमा मेरो जीवन समर्पित गर्न मन लाग्छ। आमेन। हिजो नबुझ्दा पनि तपाईँले के गर्नुभएको छ, हामी सबैले, तपाईँ मात्रै होइन, हामी सबैले हिजो थाहा नहुँदाखेरि पनि हामीले के गर्यौँ त, परमेश्वरको अस्तित्व कहीँ न कहीँ त बुझ्यौँ, तर सही शब्दको प्रयोग गर्न नजान्दा पनि हामीले के गरेका थियौँ त, परमेश्वरमा जीवन समर्पित गरेका थियौँ, जोसमा नाच्दैछौँ। कारण के त, परमेश्वरको अस्तित्व, उहाँको प्रेमलाई बुझेको कारणले हो नि त। उहाँको प्रेमलाई नबुझेको हामीलाई नाच्न जाँगा चल्थ्यो, हामी लजवन्ती घाट जस्तै कुरा, तपाईँ पहिला भन्दै बसिरहेको हुन्थ्यो। परमेश्वरको प्रेमलाई बुझेपछि परमेश्वरको अगाडि नाच्नलाई मलाई के गर्नु, उहाँको अस्तित्व बुझ्यौँ नि त हामीले। उहाँ त मेरो अब अस्तित्व बुझ्दै जाँदाखेरि मलाई सृष्टि गर्ने मात्र होइन, हामीले अस्ति हेऱ्यो नि, पुत्रत्व, मलाई त पुत्रत्वको अधिकार पनि दिनुभएको छ भन्ने कुरो अलिकति स्वभाव बुझ्दै गयौँ। अलिकति हुँदै जाँदाखेरि हामीले अर्को गहिरो रहस्य कुरा, हामी त दुलै पो रहेछ त, मलाई त तुरैको चर्को आवाजमा उहाँ लिन आउँदै हुनुहुन्छ, बादलको सवारीमा लिन आउँदैछ भन्ने अर्को अस्तित्व बुझ्दै जाँदाखेरि त हामी त दुलाको अगाडि त्यसै पनि नाच्छौँ, नाच्दैनौँ र। यो मण्डलीलाई लिन आउँदै हुनुहुन्छ। आमेन। म तयार हुनुपर्छ, म सिँगारिनुपर्छ भन्ने कुरा अब मैले बुझ्दै गएपछि म परमेश्वरको के गर्छु, प्रशंसाको लेभलबाट माथि कहाँ जान्छु, स्तुतिमा जान्छु। आमेन। अनि धेरैचोटि हामी के गर्छौँ, हाम्रो स्तुति र प्रशंसाको शब्दहरू कति बेला मात्रै फुट्छ त, जति बेलामा यहाँ गिटार र म्युजिकहरू बज्छ। प्रिय, राम्रो हो त्यो पनि, मैले राम्रो भन्न खोजेको होइन। त्यो बाहेक पनि हामी के हुनुपर्छ, खुसी हुनुपर्छ, नाच्नुपर्छ, बाहिर नदेखेर भित्र गदगद हुनुपर्छ। हो, हामी स्वभावले, हामीलाई धेरैचोटि व्यवहारले, हाम्रो परिस्थितिले, कति कुराहरू परिबन्धले, हालेलुया, अपरेटरलाई बोलाउनु पर्यो लु। हालेलुया, प्रभु कति महान हुनुहुन्छ। उहाँको बढाइ अझै चर्को स्वरले गरोस् भनेर उहाँले आज हामीलाई कति पनि दिन्छ। हालेलुया। स्तुतिको लेभलमा जाँदाखेरि प्रभाव परिसक्यो। हालेलुया। हेर्नुहोस् त, गहिरोले गहिरोलाई हालेलुया बोलाउँछ। हालेलुया, प्रभु। अब स्तुति, प्रशंसा र स्तुति भनेको गीत गाउनु मात्र होइन, नाच्नु मात्र होइन, सम्पूर्ण जीवनलाई परमेश्वरमा समर्पित गर्नु। आमेन। आमेन। अब यसपछिको अर्को लेभलमा हामी जान्छौँ। यो स्तुति भनेको हाम्रो हृदयको गहिराईबाट आउने प्रेम र आधार हो। हालेलुया। अब हामी अर्को शब्द जान्छौँ। अब भन्नुहोस्, म सोध्छु ल तपाईँलाई, हामीले प्रशंसा भने स्तुति। अब प्रशंसा र स्तुति पछि अर्को एउटा फेरि शब्द चलाउँछ, त्यो शब्द के होला, जय जयकार। त्योभन्दा अझ जय जयकार त हामी प्रशंसा र स्तुतिसँगै त्यसको पारिभाषिक शब्द भयो जय जयकार। हजुर, महिमा, एकदम गहिरो शब्द, मान्छे अल्मलिएको छ। महिमा भनेको के हो भनेर कसैलाई सोध्यो भने महिमाको अर्थ फुलाउनु जान्दैन। महिमा ल्याउने छु, महिमा आउनेछ पनि भनेको छ, महिमा दिनेछु पनि भनेको छ। यो महिमा आउनेछ, झर्नेछ, महिमाले भरिएको छ र महिमा चढाउने छु भन्ने कुरामा नै के हुन्छ त, हामी अल्मलिएका छौँ। अनि मुसा पनि अल्मलिएको थियो, प्रभु तपाईँको महिमा म देखिनँ भने त म अगाडि बढ्दिनँ भनेर मुसाले पनि जिद्दी गरेको थियो। याद छ तपाईँको घटना? याद छ?
अब हामी महिमा प्रशंसा सक्यो, परिचय थाहा पाउने बित्तिकै वाह परमेश्वर, वाहबाट कहाँ गयो, ओहो तपाईँ त, मेरो शिर झुक्न थाल्यो, घुँडा टेकिन थाल्यो, मेरो सम्बन्ध बलियो हुँदै गयो। अब त्यति भइसकेपछि अब प्रशंसा र स्तुतिपछि अब म कहाँ लेभलमा जाँदैछु, म महिमाको लेभलमा जाँदैछु। प्रियहरू, आज यो प्रिचिङ भन्दा पनि म टिचिङतिर जान्छु ल तपाईँहरूलाई। शब्दको म व्याख्या गर्दैछु। शब्दको व्याख्या जानिसकेपछि मात्रै हामीमा के हुन्छ, त्यो शक्ति र सामर्थ्यलाई हामी जताउन सक्छौँ। हालेलुया। अब हामी महिमालाई के भन्छ, ग्लोरी, ग्लोरी, आमेन। अब यो महिमालाई के भन्छ त, महिमालाई नअल्मलियोस् भनेर अब मैले यहाँ हिब्रू र ग्रिक पढाउन खोजेको त होइन, तर पनि अब बुझाउँदै गर्दाखेरि अघि मैले अङ्ग्रेजीको भने नि, प्रशंसा र स्तुति भन्दा प्रेज 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 मात्रै भनेको जस्तै गर्दाखेरि अब बाइबलमा चाहिँ महिमा भन्ने शब्द धेरै ठाउँमा चलेको छ। एकदम गरुङ्गो, अति यो गरुङ्गो शब्द हो। यसको बयान गर्नको लागि बयान गर्दै गर्दाखेरि एकातिरबाट बुझेको जस्तो हुँदै जान्छ, अर्कोबाट अलिकति अल्मलाउँदै आएको जस्तो हुन्छ। तर प्रशंसा र स्तुतिलाई बुझ्दै गइसकेपछि महिमा सजिलैसँग बुझिन्छ। आमेन। महिमा, यसलाई हामी काबोद काबोद गीत सुन्नुभएको छ, काबोद काबोद काबोद, हिब्रूमा यसलाई के भन्छ, काबोद। अर्को एउटा त्यस्तै शब्द छ, कादोस भन्छ, फेरि पवित्र भन्छ है। गीत सुन्नुभयो, कादोस 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 है, पवित्र पवित्र भन्ने शब्द त्यो अर्को भयो। अब यो काबोद भनेको महिमा, अङ्ग्रेजीमा ग्लोरी, हिब्रूमा काबोद। अर्को ग्रिक भाषामा के भन्दो रहेछ भने दोक्सा भन्दछ, दोक्सा। त्यतातिर नजाउँ, हाम्रो नेपाली शब्दले चाहिँ के भन्छ, महिमा। अब महिमालाई मैले कसरी भन्नु त, यो गरुङ्गो हुन्छ, महिमाभित्र स्तुति र प्रशंसाको भन्दा पनि बढी गहिरो आदरको शब्द आउँछ, महानता, धेरै आदर। त्यो आदरभित्र चाहिँ के, त्यो महिमाभित्र, त्यो महिमाभित्र चाहिँ के हुन्छ, परमेश्वरको उपस्थिति, प्रकटता हुन्छ। त्यहाँ चाहिँ परमेश्वरलाई हामी देखा गर्छौँ। कतिचोटि तपाईँहरूले सुन्नुभएको छ, हाम्रा अग्रजहरूले आज स्तुति प्रशंसामा एउटा गीत गाउँदै थियो, एकजनाको गवाई भन्दै थियो, हालेलुया मात्रै भन्दै थियो, मेरो शरीरमा त काँडा सिरिङमा उम्रियो भन्ने घटना सुन्नुभएको छ तपाईँहरूले? मलाई करेन्ट लागेको जस्तो भयो भनेको सुन्नुभएको छ? त्यो गहिरोपन, त्यो अनुभव महिमामा चाहिँ त्यो कुरा प्रकट हुन्छ। त्यो महिमाको उपस्थितिमा जानको लागि मैले पहिला कसलाई चिन्नु पर्यो त, यसो ख्रीष्टलाई चिन्नु पर्यो, मेरो परमेश्वरलाई चिन्नु पर्यो, मेरो परमेश्वरलाई मैले थाहा गर्नु पर्यो, अनि मात्र म के गर्न सक्छु त, महिमाको स्थितिमा आउन सक्छु। अघि हामीले साधारण स्वभाव मात्रै पाउँदाखेरि पनि हाम्रो शिर झुकेको थियो, उहाँको स्वभाव सानो कुरामा मात्र थाउँदै गर्दाखेरि। अब हामी के गर्छौँ, महिमामा आउँदै गर्दाखेरि चाहिँ अब उहाँको स्वभाव मात्रै होइन, अब शक्ति पनि प्रकट हुन्छ महिमामा। महिमामा के हुन्छ, हिजो हामीलाई भन्दै थियो नि, कतिचोटि हामी यहाँ अभिषेकको प्रार्थना गर्दै गर्दा अभिषेक गरुङ्गो भएर आएको हुन्छ, लड्ने कुराको गर्दै हुन्थ्यो हाम्रो आदरणीय पास्टरले। बुझ्दै हुने तपाईँहरूले, लड्नु ठुलो कुरा होइन, अभिषेकलाई बोक्नु चाहिँ ठुलो कुरा हो। अभिषेकलाई बोकेको मान्छेले के बोक्छ, परमेश्वरको प्रेम बोकेको हुन्छ। सबभन्दा उहाँले दिने महँगो दामी कुरा भनेको नै प्रेम। यस्तो गर्नुहोस् न, यहाँ दुईवटा अर्थ लाग्छ, यो एकदमै बुझ्यो भने जीवन छ, बुझेन भने डुबाउँछ। यसमा दुईवटा छ, यसले के जनाउँछ, एउटा यो पनि जनाउँछ, एउटा यो। बाइबलले भन्छ यो पापको पिता हो, पापको जड हो भनेको छ बाइबलले है। यसले हामीलाई कहाँ पनि लान्छ, संसारमा गर्वमै डुबाउँछ, काल गहिरो खाडलमा पनि लैजाउँछ। तर यही प्रेमलाई बुझ्यो भने यो प्रेमले हामीलाई कोसँग जोड्छ, सिधै परमेश्वरसँग जोड्छ। परमेश्वरको उपस्थिति, उहाँको मुकुट हाम्रो अनुहारबाट चम्किन्छ। आमेन, आमेन। महिमा यति गहिरो कुरा छ। महिमा के हो त भन्दै गर्दाखेरि अघि मैले भने मूसाले के भनेको थियो, प्रभु तपाईँको महिमा मैले प्रकट गर्नु भएन भने, हामीसँग भएन भने म जाँदिनँ, तपाईँको महिमा मलाई देखाउनुहोस् भनेर प्रस्थान 33 अध्यायमा 18 र 19 पद तपाईँले त्यहाँ पढ्नुभयो भने पाउँछौँ। प्रभु मलाई तपाईँको महिमा देखाउनुहोस् भनेको छ। महिमा भन्दै गर्दाखेरि महिमालाई अझ शब्दले मैले
भन्नु पर्यो भने उहाँको स्वभावलाई देखाउने। उहाँ अब महिमामा के देखिन्छ? त्यो प्रेमभित्र के हुन्छ? दयालु र कृपालु हुन्छ। तपाईँहरूले यो महिमाको यो प्रेमको विषयमा तपाईँले पढ्नको लागि 1 कोरिन्थी 13 अध्यायलाई राम्रोसँग पढ्नुपर्ने हुन्छ। 13 पदसम्म तपाईँले पढ्नुभयो भने प्रेम दयालु हुनुहुन्छ। आमेन। प्रेम दाही हुँदैन। मैले भनेको भन्दा पनि परमेश्वरको वचनले त्यहाँ के भनेको छ? प्रष्टसँग भनेको छ। महिमा के हो त भन्दाखेरि परमेश्वरको अब स्वभावमा उहाँ के देखियो? उहाँ दयालु हुनुहुन्छ, कृपालु हुनुहुन्छ। अब के हुन्छ? सत्यको प्रकटता हुन्छ। त्यो महिमाले अब मलाई कतातिर लान्छ? मोसाको कुरा घटना लाँदै थियो नि। मोसाको अस्ति हामीले ओटी र एन्टीको विषयमा हेरेको थियौँ। थाहा छ हामीलाई? तीर्थ सरले हामीलाई आदरणीय तीर्थ पशुपाले हामीलाई के सिकाउनु भएको थियो? ओटीले पाप देखाउँछ, पुरानो करारले पाप देखाउँछ, नयाँ करारले हामीलाई पाप धोएर सर्लक्क स्वर्गसम्म जोड्छ। आमेन। त्यसकारण हामीलाई पुरानो करार अति महत्त्वपूर्ण छ। जति पुरानो करारका घटनाहरू ती कथाहरूलाई हेर्दै जान्छौँ, आफूलाई देख्छौँ मैले के गर्दै रहेछु, म पापमा कति डुबेको रहेछु, मेरो अधर्ममा म कति गाडिएको रहेछु, मेरा अपराधहरू के रहेछ। जब यी कुरा थाहा पाउँछौँ अनि येशू ख्रीष्टको अगाडि, जीवित परमेश्वरको पुत्र येशू ख्रीष्टको अगाडि जब हामी घोडा टेक्छौँ, उहाँले हामीलाई के गर्नुहुन्छ? घरलप्प अँगालो मार्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ, छोरा म यहीँ छु। आमेन। म हिजो हराएको थिएँ, म फर्किने बित्तिकै परमेश्वरको पुत्र पनि मसँग अँगालिनु भयो। आमेन। बाइबलमा 2टा छोराको अस्ति पनि हामीले सुन्यौँ घटना। एउटा छोराले अंश लिएर गएको छ, गएर सुँगुरको चारो खाउन्जेलसम्म भएर बसेको छ। घर फर्केको छ। घर फर्केमा सुँगुरको आहारमा बसेर आएको छोरोको शरीर कपडाहरू कस्तो भएको थियो होला स्थिति इमेजिन गर्नु त एकछिन याद गर्नुहोस् त कस्तो हुन्छ। शरीरै सुँगुरको लादी बनाइरहेको अवस्थामा पनि त्यो पिताले के गरेको छ? फर्केर आएको छोरालाई कङ्गालो मारेको छ। सर्लक्क कङ्गालो मारेको छ। येशू ख्रीष्ट ठ्याक्कै त्यही हुनुहुन्छ। आमेन। अब उहाँले हामीलाई महिमा देखाउनुहुन्छ, उहाँको दया देखाएर, उहाँको कृपा देखाएर, उहाँको अँगालोमा हामीलाई अँगाल्दै गर्दा, हाम्रो पापहरूलाई क्षमा गरेर उहाँले हामीलाई अँगालो मार्दै गर्दा हामी उहाँको के देख्छौँ? उहाँको प्रेमको त्यो बलिदानको शक्तिलाई हामी महसुस गर्न सक्छौँ। आमेन। आमेन। त्यसै कारण हामी मानिस मात्र होइन, प्रकृतिले पनि परमेश्वरको के गर्छ? महिमाको घोषणा गरेको छ। भजनका रचनाकारले भजन 19 हेर्नुहोस् त, 19को 1 के भनेको छ एकजनाले पढ्छ ठुलो स्वरले। आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारामण्डलले उहाँका हातको सिपको घोषणा गर्छ। आमेन। परमेश्वरले सृष्टि गरेका थोकहरूले चाहिँ अब परमेश्वरको के गर्छ? शक्तिको घोषणा गर्छ। अब हामी त्यो स्टेजमा पुगेका छौँ। आमेन। प्रशंसा गर्दै थियौँ, स्तुति गर्दै थियौँ। अब आकाशले परमेश्वरको महिमाको घोषणा गर्छ भने परमेश्वरले आफ्नै हातले सृष्टि गर्नुभएको असल आहा भनेको हामी जातिले के परमेश्वरको शक्तिको घोषणा हामी गर्दैनौँ? अब पक्का पनि गर्छौँ। आमेन। हामीले त्यो अनुभव गरिसकेका छौँ। अघि मलाई बनाउँदै गर्दा मैले छुटकारा पाएको त्यो प्रशंसा गर्न थालेँ। केही अस्तित्व उहाँको थाहा पाउने बित्तिकै, सत्यता थाहा पाउने बित्तिकै मेरो शिर झुक्न थालेको थियो। अब मैले उहाँको दया, अझै दया, ठुलो दयाको सागर देख्दै गर्दाखेरि, उहाँको प्रेमलाई देख्दै गर्दाखेरि अब म के गर्न थालेँ? म पनि घोषणा गर्न थालेँ, परमेश्वर महान हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ। अब महिनामा सर्लक्क छिर्ने समय चाहिँ यही हो। अघि हामीले भजन गाउँदै थियौँ, मलाई घाम मनपर्छ, जुन मनपर्छ। त्यो लेभल के थियो? सुरुमा स्टार्टिङमा प्रशंसाको लेभल पहिलो खुड्किलो थियो, जोसिनु भयो। त्यसपछि हामीलाई सर्लक्क के गर्नुभयो? स्तुति र महिमामा द्वारा आराधनामा सर्लक्क लानुभयो। गाउँदै गर्दाखेरि हामीले इन्भाइरोमेन्टलाई, यहाँको वस्तु परिस्थिति, समयलाई पनि हामीले के गर्नुपर्छ? अवलोकन गर्नुपर्छ, याद गर्नुपर्छ। हामी त महिनामा छिर्दै रहेछु, महिना आउँदै रहेछ, परमेश्वरको उपस्थिति रहेछ। अब यो बेलमा हामी लथालिङ्ग भएर बस्ने होइन। मेरा यी लत्रेका हातहरू पनि अब पावर आएको छ, हात आपसे आप उठ्छ। आमेन। मेरा शब्दहरूले, म सुस्केराले म मेरो परमेश्वरलाई के गर्छु? आदर गर्छु। उहाँले गर्नुभएको त्यो दयाको म वर्णन गर्न थाल्छु। शब्दहरू परमेश्वर आफैले दिनुहुन्छ।
हामीले भन्यो नि मलाई भाषाहरू केही पनि आएन भने नि मैले उत्कट इच्छा गर्नुपर्छ, प्रभु म कसरी तपाईँको प्रशंसा गरौँ, मलाई त हालेलुया मात्रै भन्न आउँछ, बस हालेलुया इनफ। हालेलुया हालेलुया भन्दै गर्दाखेरि उत्कट इच्छा गर्दै गर्दाखेरि पाउलले यो फर्मुला बुझेको थियो। त्यसै कारण कोरिन्थीको मण्डलले भनेको छ उत्कट चाह गर, हरेक वरदानको उत्कट इच्छा गर अनि परमेश्वरले दिनुहुनेछ। आमेन। अनि त्यहाँ जब उत्कट इच्छा गर्दै जान्छौँ अनि परमेश्वरले मुखमा एउटा शब्द हालिदिनुहुन्छ। हामी गीत गाउँछ नि, उहाँले मेरो मुखमा नयाँ गीत हालिदिनु भयो। आमेन। हामी गीत भन्ने बित्तिकै सङ्गीतले भरिएको गीत भन्छौँ। हामीले बनाएका सङ्गीत त परमेश्वरलाई वाक्क लाग्छ, झ्याइ झ्याइ गर्ने झ्यालीको आवाज जस्तो मात्रै लाग्छ। तर परमेश्वरले दिनुभएको शक्तिशाली शब्दको उच्चारण जब हामी त्यो महिमामा छिर्छौँ नि, उहाँले दिनुभएको त्यो शक्तिको उच्चारण परमेश्वरले मात्रै बुझ्नुहुन्छ। हामीले उच्चारण गर्दै गर्दाखेरि म के गर्दैछु, म बनिँदै गइरहेको हुन्छु। मेरो स्वभाव हिजो गनाउने थियो, अधर्म पाप र अपराधको त्यो दाग अझै पनि थियो, मेरो विवेकमा कता कता दाग लागेको थियो। अब महिमाको स्टेजमा आउँदै गर्दाखेरि प्रशंसा र स्तुति मैले गर्दै गर्दाखेरि महिमाको स्टेजमा आउँदै गर्दाखेरि मेरो त्यो दाग लागेको कटकटीको विवेक छ नि, परमेश्वरले धुइदिनुहुन्छ। अनि धुँदै गर्दाखेरि मेरो मुखमा उहाँले नयाँ गीत हालिदिनुहुन्छ। जुन गीत म गाउँदै गर्दाखेरि मानिसहरूले के पाउँछन्, अझै जीवन पाउँछन्। मैले त पाएँ सुन्दै गर्नेले पनि जीवन पाउँछन्। त्यसै कारण परमेश्वर रोमीको पुस्तकमा भनेको छ वचन सुन्ने गर, सुनाइले के आउँछ, विश्वास आउँछ। सुनिरह भनेको छ, सुनिरह, एकचोटि सुन्ने मात्र होइन, सुनिरह भनेको छ परमेश्वरको वचनले। विश्वास सुनाइबाट आउँछ, सुनेको सुने गरेर आउँछ। एकचोटि सुनेर मात्रै आउँदैन, एकचोटि सुनेर आउँदैन। त्यसकारण आज 12 दिनसम्म पनि तपाईँले कति कुराहरू रिपिट भएको छ भिन्दै तरिकाले, तर आउने त त्यही 66वटा पुस्तकबाटै आउने हो प्रियहरू। परमेश्वरले हामीलाई दिनुभएको त्यही 66वटा ढोका भन्ने गर्छु। त्यही ढोकाबाट हामी जहाँ प्रवेश गरे पनि भेट्ने त कसलाई हो, जीवित परमेश्वरको पुत्र येशू ख्रीष्टलाई। आमेन। त्यो 66वटा ढोकाभित्र यहाँ ठुलो ठुलो ढोका छ, त्यो 66वटा ढोकाभित्र पनि थुप्रो ढोकाहरू छ, सानो सानो ढोका थुप्रो छ। झ्याल छैन है, त्यहाँ ढोका छ, झ्यालबाट कोही पनि छिर्दैन, झ्यालबाट त चोर छिर्छ। हामी ढोकाबाट प्रवेश गर्छौँ, ढोकाबाट निस्किन्छौँ। त्यो 66वटा ढोकाभित्र जाँदा थुप्रो ढोकाहरू भेट्छौँ, थुप्रो ढोकाहरू भेट्छौँ अनि हामी के पाउँछौँ, जीवन पाउँछौँ। हालेलुया हालेलुया हालेलुया। हामीले थाहा पायौँ महिमा के रहेछ त, उहाँको स्वभाव रहेछ। उहाँको स्वभावमा के पर्दो रहेछ त, उहाँ दयालु हुनुहुँदो रहेछ, कृपालु हुनुहुँदो रहेछ, उहाँले सत्यको प्रकटता गर्नुहुँदो रहेछ। आमेन। अब परमेश्वरको महिमा कस्तो हुन्छ बुझ्दै जानुहोस् है। यहाँ महिमाको हामी धेरैचोटि अलमल्ल पर्ने, प्रभु महिमा दिनेछु है, अनि महिमाको उपस्थिति हेर्नुहोस् त महिमाले भरिएको छ पनि भन्छ, महिमा दिनेछु, महिमाले भरिएको छ, कन्फ्युज। अब महिमा कस्तो हुन्छ त, महिमा तेज र प्रकाश हुन्छ। तेज भनेको के हो, छिट्टो। प्रकाश भनेको के हो, झलमल्ल उज्यालो। त्यो चाहिँ कुन आँखाले देख्छ, शरीरको आँखाले देख्दैन प्रियहरू। हामी धेरैचोटि चाहिँ परमेश्वरको महिमा देख्नको लागि चाहिँ शरीरको आँखालाई प्रयोग गर्न खोज्छौँ, यो नाङ्गो आँखाले हेर्न खोज्छौँ। परमेश्वरको महिमा यो नाङ्गो आँखाले देख्न सकिन्न। त्यो बेलामा इजरायलहरू डराए, मरे पनि तिमी मोसा, तिमी आफै मर, परमेश्वर हेर्ने पनि तिमी आफै हेर भनेर पठाइदियो। तेज र प्रकाश हुन्छ। प्रकाश 21को 23 पढ्नुहोस् त, के लेखेको छ। प्रकाश 21को 23। उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। यहाँको बत्ती चाहिँ थुमा आफै हुनुहुन्छ। मैले बनाएको शब्दहरू एकदम मिलाएर बनाएको यो वचन हो त, डायलग हो त। के भन्यो, त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन। कुन सहर? अघि मैले चिनेको येशू, जीवित परमेश्वरको पुत्र येशू ख्रीष्ट बस्ने सहर, उहाँको उपस्थिति हुने सहरमा के चाहिँदैन रे, सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो, प्रकाश। उहाँ आफै जगमग 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 बोल्नुहुन्छ, उहाँलाई कसैको उज्यालो चाहिँदैन। त्यसकारण पनि याद गर्नुभएको छ, हामी विश्वासीहरू बाहिर बजारमा भिडमा जाँदै गर्दाखेरि मान्छेहरूले चिन्छन् यिनीहरू क्रिस्चियन रहेछन् भनेर थाहा पाउँछ। हामी के हुन्छ, हाम्रो जीवनबाटै शैलीबाट देखिन्छ,
हाम्रो व्यवहारबाट, हाम्रो बोलीबाट, धन्यवाद भन्दै गरेको शब्दबाट, माफ गर्नुहोस् भन्दै गरेको शब्दबाट, हामीले दया प्रकट गरेर भोको हुनुहुन्छ कि भनेर पानी खुवाउँदै गर्दाखेरि आफू उठेर तपाईँ बस्नुहोस् न भनेर गर्दै गरेको आदर देख्ने बित्तिकै त्यो मान्छेले गेस गरेको हुन्छ, यिनीहरू त क्रिस्चियन रहेछ नि भनेर थाहा पाउँछ। व्यवस्थालाई मान्ने, परमेश्वरको आज्ञालाई मान्ने व्यक्तिहरू टाढैबाट परिचय चिन्छ। किन? परमेश्वरको महिमाले जक 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 भरिएको हुन्छ। अनुहार के हुन्छ? उज्यालो हुन्छ। चाइनाले प्रोडक्ट गरेको त्यो प्रोडक्ट लाउनु पर्दैन हाम्रो छोरीहरूले, त्यत्तिकै जगमग हुन्छ। आमेन आमेन। परमेश्वरको महिमालाई बोकेर हिँड्दा छोराहरू त्यत्तिकै ह्यान्डसम हुन्छ। बजारमा हेर्नुहोस् त, बजारमा जाँदै गर्दाखेरि संसारकाहरूले अहिले मैले देख्दै थिएँ, अलिकति लाइट बाल्यो भने त अर्कै यहाँदेखि तल चाहिँ कालो, यहाँदेखि माथि चाहिँ कस्तो सेतो कस्तो सेतो। होइन, मैले देखेको कुरा भनेको खिसी गरेको होइन, देखेको कुरा हो, वास्तविक हो, यो यथार्थमा हो। तर परमेश्वरको महिमामा प्रशंसा र स्तुति गरेर महिमाको सिँढीमा चढ्ने व्यक्तिहरूले, परमेश्वरको महिमा बोक्ने व्यक्तिहरू त्यसै पनि जगमग 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 हुन्छ। आमेन आमेन। खानामा जस्तै देऊ, जस्तो खाना खाए पनि हँसिलो र पोसिलो। बाइबलमा त कम्पिटिसनै भएको छ नि। अघि नै मैले उदाहरण दिएको थिएँ नि, दानियल, सदरक, मेशक, अबेदनगो। उनीहरूलाई 84 व्यञ्जन चाहिएन, तिम्रा मान्छेहरूलाई 84 व्यञ्जन देऊ। हामी हाम्रो परमेश्वरको नाउँको प्रशंसा गर्छौँ, उहाँको स्तुति गर्छौँ, उहाँको महिमा गर्छौँ, उहाँलाई नै पुज्छौँ। हामीलाई जस्तो घाँस सागपात मात्रै खान देऊ। अनि हेर, नभन्दै सागपात खाएको मान्छे र माछा मासु खाएर 84 व्यञ्जन खाएकाहरूसँग दाँच्दै गर्दाखेरि त हँसिलो रसिलो पसिलो त्यो को देखिया थिए? सागपात खाएकाहरू देखिएका थिए। चट्ट हेर्दै गर्दा जोक्दै गर्दाखेरि त ओहो, माछा मासु खानेहरू पौष्टिक, प्रोटिन, आमामा कार्ब शब्दहरू के हो, भिटामिन के सबै परिपूर्ण। तर साधारण सागपात परमेश्वरले दिनुभएको सागपात खाँदै गर्दाखेरि त के भएको छ त? उनीहरू पो चकिलो, दिमागमा पनि सपनाको दर्शनधरि खोलिदिने, सपनाको अर्थ पनि खोलिदिने। राजाको सिंहासनमा बसेकाहरूले सपनाको अर्थै खोल्न नजान्नेले राजाको शासन कसरी चलायो त? सोच्नुहोस् त। अहिलेको जस्तै जमाना भएको त त्यो बेला फेसबुक स्ट्याटसले पुरा भरिन्थ्यो होला, दोहोरी चलिरहेको हुन्थ्यो। अहिले हाम्रो यता बालेन सर र हाम्रो अर्क सरको जस्तो जुहारी चलिरहेको हुन्थ्यो होला, हो कि भन्नुहोस् त? त्यति बेला हामी फेरि मक्ख परेर फेसबुकमा 24 घन्टा, यति बेला 24 घन्टा हुन्छौँ, त्यति बेला 48 घन्टा हुन्थ्यो होला। क्या भने वाह 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 भन्दै। मैले भन्न खोजेको परमेश्वरको महिमा, परमेश्वरको उपस्थितिमा जब जान्छौँ, उहाँको सत्यतालाई हामीले प्रकट गर्दै गर्दा, विश्वास गरेर अभ्यास गर्दै गर्दाखेरि उहाँको महिमा चाहिँ मबाट निस्किन्छ। आमेन। भन्नुहोस् त, तिमीबाट महिमा निस्किन्छ। परमेश्वरको महिमा चाहिँ उहाँको उपस्थितिमा हुन्छ। प्रस्थान 40:34 हामी के कुरा पाउँछौँ भने, एक्चुअली हेर्नु त, प्रस्थान 40:34 तब भेट हुने पालमा के भनेको छ त्यहाँ? पढ्नुहोस् त एकजनाले। बादलले छोपेको, हेर्नुहोस् त, तब भेट हुने पालमा बादलले छोप्यो, एकचोटि एकजनाले परमेश्वरको महिमा हामीले अघि हेऱ्यौँ। तेज र प्रकाश, कसैको उज्यालो, चन्द्र र सूर्यको उज्यालो नचाहिने त्यो उपस्थितिलाई देख्यौँ। अब बादलको रूपमा पनि हामीले के देख्दो रहेछ त? उहाँको उपस्थिति, उहाँको प्रेजेन्स, त्यो ग्लोरीको प्रेजेन्स, परमेश्वरको महिमाको उपस्थिति हामीले के गर्दो रहेछौँ त? देख्ने रहेछौँ। जहाँ महिमा हुन्छ त्यहाँ परमेश्वरको उपस्थिति हुन्छ। त्यही कारणले 40 वर्षसम्म इजरायलीहरूलाई रात र दिनमा हिँड्नको लागि, पाल सारिरहनको लागि अप्ठ्यारो परेन। दिनमा बादलको खाम हो, रातमा आगोको ज्वाला भनेर बाटो देखाउनु भयो। अघि नै हामी सुरुमा गायौँ नि है, दिनमा बादलको खाम गायो नि। हालेलुया। परमेश्वरको महिमा कस्तो हुँदो रहेछ? तेज र प्रकाश र उहाँको उपस्थितिमा देखिन्छ। अब महिमामा स्तुति आयो, प्रशंसा आयो, महिमा आयो। हामी चाहिँ बिचमा के गर्ने त? हाम्रो उद्देश्य के हो त? हामी किन त
भन्दै गर्दाखेरि परमेश्वरको उद्देश्य नै के हो त? परमेश्वरसँग संगति गर्नको लागि, उहाँको महिमा गर्नको लागि, अर्थात् उहाँको दयाको वर्णन गर्नको लागि, उहाँको करुणाको वर्णन गर्नको लागि र उहाँको शक्तिको प्रदर्शन गर्नको लागि उहाँले हामीलाई बनाउनु भएको भन्दै गर्दा वचनले कहाँ लेखिएको छ भन्छ। हावामा गफ मात्रै लगाएर भएन। गफ लगाउने सिद्धान्तहरू बजारमा थुप्रो पाइन्छ, यति मोटो मोटो किताब पाइन्छ। हामीलाई परमेश्वरको यो 66 ढोका काफी छ। आमेन। परमेश्वरको वचन काफी छ, परमेश्वरको नामै काफी छ। नाम मात्रै बोकेर हिँड्दाखेरि पनि हाम्रो पहिचान खुल्छ। यिनीहरू त इसाई हो नि, येशू ख्रिस्टलाई मान्ने, मरियम कुमारीको छोरो मान्ने क्रिस्चियन। त्यहाँबाट अरू पनि भन्ला परमेश्वरको महिमा भएको होस्। आशिष बोलिरहन्छ, डलर कमाउने पनि भन्छ प्रभुलाई महिमा भएको होस्। हो नि, डलर कमाउँछौँ हामी। परमेश्वरले हामीलाई स्वर्गको धनै डलर त के हो र? हालेलुया। स्वर्गमा राज गर्ने परमेश्वरको सन्तान भनेको छ। म सन्तान भएपछि तपाईँहरू सन्तान भएपछि स्वर्गमा तपाईँको अधिकार छैन? छ नि। हालेलुया। यसाया 45:7 के भन्छ? मैले आफ्नै महिमाको लागि यिनीहरूलाई के गरेको हो? सृष्टि गरेको हो। हामी परमेश्वरको महिमा देखाउनको लागि बनाएको हो। परमेश्वरले गर्नुभएको शक्तिको घोषणा गर्नको लागि हामीलाई बनाएको हो। हामीले बादल पाल भेट हुने पालमा बादल आयो भनेर भनेको चाहिँ ढाक्यो भनेको छ नि, त्यो बादलको प्रचार गरेर परमेश्वरको महिमाको घोषणा गर्नको लागि उहाँले हामीलाई बनाउनु भएको हो। हालेलुया। त्यसकारण उहाँको महिमा देखाउनको लागि पावलले यो कुरा एकदमैसँग बुझेको छ। त्यो पावल जो एक नम्बरको पहिला के थियो? इसाई विरोधी थियो। त्यही पावलले पछि चर्चा गरेको छ। ए मोराहरू हो तिमीहरू, खाऊ पिउ जेसुकै गर, नाच गान जेसुकै गर, परमेश्वरको महिमाको लागि गर्न गर भनेको छ। पत्र लेखेको छ। पहिलो कोरिन्थी 10:31 हेर्नुहोस् त के भनेको छ त्यहाँ। पढ्नु छ, पढ्नु ठिकनाले के लेखेको छ? यसकारण चाहे तिमीहरू खाओ अथवा पियो अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरको महिमाको निम्ति गर। आमेन। यहाँ फेरि यसलाई अर्थलाई अनर्थ नलाउँछ है। खाओ भनेको छ मजाले भोज खाने, पियो भन्दै गर्दाखेरि अरे गुड फ्राइडे लेट्स मेक अ पार्टी भनेर गएर पियो भन्न गर्न खोजेको होइन। हामीलाई चाहिने भनेको भोजन र पानी मात्रै हो। भोजन र पानी मात्रै हो। हाम्रो आवश्यकता परमेश्वरले पानी भनेर चाहनुहुन्थ्यो र मोसालाई त्यो पानी जुटाउनु भयो। हान बाबु मोसा, तिमीलाई हातमा लौरो दिएको छु त, बजाएर त्यो पत्थरमा भन्दै गर्दा पत्थरमा मोसाले लौरो बजार्दै गर्दा पत्थरबाट, पहाडको पत्थरबाट के निस्क्यो? पानी निस्क्यो। हामीलाई चाहिने पानी पियो भनेको संसारको पानी होइन है। संसारको पानीले त मलाई कता लैजान्छ, अलमलाउँछ, मेरो दिमाग गजाङ मुजुङ बनाउँछ। एउटालाई पनि म 2टा देख्छु, 2टालाई 4वटा देख्छु, दिउँसै तारा देख्छु म फेरि। त्यतातिर त जाँदै नजानु भनेको छ। त्यसबाट त भाग्नु भनेको छ। दाग मध्यले नमात्यो, बरु पवित्र आत्माको भरपुरीले तिमीहरू के गर? मात्यो भनेको छ। आमेन। जब पवित्र आत्मामा मात्तिनको लागि लेभल कहाँ चाहियो त? महिमा गर्ने सामर्थ्यको बन्नु पर्यो। परमेश्वरको महिमा स्तुति र प्रशंसा मात्रै सीमित रहेर हामी त्यो महिमालाई देख्न सक्दैनौँ। त्यसकारण पनि हामीले परमेश्वरको महिमा देखाउनको लागि हामी बनिएका हो भने उहाँको महिमा देख्ने काम गर्नु पर्यो। म इसाई घरानाको हो, मैले येशू ख्रिस्टलाई योहन्ना 12 अनुसार हो, उहाँ योहन्ना 3:16 अनुसार संसारलाई उहाँले यस्तो प्रेम गर्नुभयो भनेर दिनुभएको त्यो प्रेमलाई मैले यहाँ राखेको छु भने म पापबाट अलग गरेको जाति हुनेछु। अब्राहम जस्तै। अब्राहमलाई 17 अध्यायमा हामी उत्पत्ति 17 अध्यायमा गएर हेर्छौँ भने परमेश्वरले जब भेट्नुभयो, छोरामा तिमीलाई आशिष दिन्छु, तर तिमी के भएर हिँड्नुपर्छ? मसँग हिँड, निर्दोष र शुद्ध भएर हिँड। परमेश्वरको महिमा हामी कति बेला देख्न सक्छौँ? म शुद्ध र निर्दोष भएर हिँड्नुपर्छ। म शुद्ध र निर्दोष भएर हिँड्न गर्दैछु भने म परमेश्वरको महिमालाई देख्छु। मैले बोल्दै गर्दाखेरि मबाट जीवन बग्छ। आमेन। मबाट चङ्गाई बग्छ। आमेन। मबाट छुटकारा बग्छ। आमेन।
हाम्रो आदरणीय पास्टर बाबुलाई हेर्नुहोस् त, उहाँहरूको परमेश्वरमा समर्पित हिजो त्यही सिँढी थियो, हाम्रै सिँढी थियो, प्रशंसाबाट स्तुतिबाट महिमाबाट आराधनाको लेभलमा पुग्दै गर्दाखेरि आज उहाँहरूले टाउकोमा हात राखेर प्रार्थना गर्दाखेरि हामी अभिषेकलाई पाउँदछौँ। त्यो अभिषेकले शक्ति र सामर्थ्यको काम गर्न सक्छौँ। आमेन आमेन। अब यो अभिषेकलाई तपाईँले थामी राख्नुपर्छ। यहाँ विभिन्न पास्टरहरूको हात परिसकेको छ तपाईँको शिरमा, त्यो आशिषलाई तपाईँले अब सदैव बोकेर हिँड्नुपर्छ। हालेलुया हालेलुया। अब महिमा कसरी दिने त? हामीले महिमा कसरी दिन्छौँ त? अघि हामीले हेऱ्यौँ नि, अब महिमा यो प्रशंसा स्तुति र महिमा र यो तिनटैको मिश्रण, धन्यवाद, यो चारवटा शब्दको मिश्रण चाहिँ लास्टमा आएर आराधना बनिने हो, आराधनाको माहौल बनिने हो। म संसारसँग कम्पेयर त गर्न मिल्दैन, तपाईँलाई बुझाउनको लागि हामी कुनै हिजो तपाईँहरू कतिजना हुनुहुन्छ मन्दिर धाउने? म त धाएको थिएँ मन्दिर, धाउनु भएको थियो कतिजना मन्दिर? मन्दिरमा जाने कतिजना त घरबाटै थाली सजाएर लगेको हुन्छ है, कतिजनाले के गरेको हुन्छ मन्दिरमा गएर थाली किनेको हुन्छ। याद गर्नुपर्छ है, त्यहाँ सबै हुन्छ फुलपाती अक्षिता, संसारकोले पनि हाम्रै सिको गरेको के, उनीहरूले देखिने कुराबाट सृष्टि गरेका थोकहरूले आफैले बनाएको हातलाई पुज्नपट्टि लाग्यो। तर हामी त सृष्टिकर्तालाई पुज्छौँ, सृष्टिकर्तालाई यसरी पुज्छौँ कि हाम्रो हृदयबाट आत्मा र सत्यतामा पुज्छौँ। पहिला प्रशंसा गर्छौँ, स्तुति गर्छौँ। महिमा कसरी गर्ने भन्दै गर्दाखेरि चाहिँ प्रशंसा र स्तुतिबाट हामी परमेश्वरको महिमा गर्छौँ। आमेन। महिमा उहाँलाई गराउँदै गर्दा उहाँको उपस्थिति यहाँ प्रकट हुन्छ अनि हामी महिमा देख्दछौँ। महिमाको बादल हामी देख्दछौँ, महिमाको आगो देख्दछौँ, महिमाको हाँसो, महिमाको रुवाई, महिमाको चङ्गाई हामी देख्दछौँ। भजन 29:2 के भन्छ? परमप्रभुको नाउँमा महिमा देऊ। हामीले परमप्रभु भनेर परिचय थाहा पायौँ नि त, हाम्रो परमेश्वरको नाम थाहा पायौँ। परमप्रभुको नाममा हामी के दिन्छौँ? अब प्रशंसा र स्तुतिको साथमा महिमा दिँदछौँ। येशू महान, येशू महान, येशू महान, परिचय पनि आयो, उहाँको महानता पनि गयो। तपाईँ धन्य, तपाईँ धन्य, तपाईँ धन्य। हालेलुया। हामी यसरी परमेश्वरको महिमा दिन्छौँ। अनि परमेश्वरको महिमा कसरी दिने त? अब पवित्र जीवन जिएर महिमा दिने। अब्राहमले पवित्र र शुद्ध भएर जियोपछि बल्ल 24 वर्षपछि उसले परमेश्वरले प्रतिज्ञा गरेको छोरा पायो। एउटा आशिष पाउनको लागि परमेश्वरसँग उसले कति वर्ष हिँड्नु पर्यो? बाइबल अनुसार 24-25 वर्षसम्म सँगसँगै हिँड्नु पर्यो, परमेश्वरसँग हिँड्नु पर्यो। नोआलाई हेरौँ त, नोआ परमेश्वरसँग हिँडेको कारणले, परमेश्वरले भनेको कुरालाई मानेको कारणले, परमेश्वरले चाहेको सुवासना, स्वर्गसम्म सुवासना छर्ने बलिदान चढाएको कारणले परमेश्वरले नोआलाई धर्मी भनेर पुकारेको छ। आमेन आमेन। हामी त्यहीँनिर पाउँछौँ हनोक परमेश्वरसँग साथसाथै हिँड्ने भएकोले हनोकलाई परमेश्वरले के गर्नुभयो? उठाइ लाग्नुभयो। आमेन। छोराहरू ध्यान दिनु ल, यता यता ध्यान दिनु ल। अल्छी लाग्यो भन्नु, म गेम खेलाउँछु फेरि है, अल्छी मान्नु हुँदैन। परमेश्वरको वचन 21 दिनको लागि तपाईँहरू यहाँ लेखेर लिखितम गरेर आइसक्नु भएको छ भने तपाईँको पुरा तन मन धन शरीर आत्मा प्राण शरीर यहाँ आउनुपर्छ। आमेन आमेन। कहाँ आउनुपर्छ? यहाँ आउनुपर्छ, त्यहाँभन्दा बाहिर जानु भएन है त। त्यही भएर मलाई तपाईँले हेरेर यत्रो त आँखाले हेर्नुहोस् न, मलाई त्यहाँबाट यत्रो त आँखाले हेर्दै गर्दाखेरि मलाई पगालिदिनुहोस् न है। हालेलुया। हामी महिमा कसरी दिन्छौँ अरे? पवित्र जीवनबाट। हाम्रो महिमा कसरी दिनुपर्छ? हामीले परमेश्वरलाई पवित्र जीवन, अघि हामीले भने सुरुको फ्रेज के रहेछ त? प्रशंसा स्तुतिबाट परमेश्वरको महिमा हामी देखाउन सक्छौँ। दर्शन गर्दै गर्दाखेरि उहाँको महिमालाई पनि हामी देख्न सक्छौँ। अब मेरो पवित्र जीवनबाट म परमेश्वरको के गर्न सक्छु? महिमा गर्न सक्छु। मैले तपाईँलाई उत्साह दिनुको लागि भनेको यो डायलग होइन। परमेश्वरको जीवित वचनले के भन्छ त? मत्ती 5:16 के भनेको छ? डाँडाको उपदेश दिँदै गर्दाखेरि, मत्ती 5 अध्यायमा डाँडाको उपदेश छ। चेलाहरूसँग सँगै बसेर येशू ख्रीष्टले त्यहाँ सान्त्वना दिँदै गर्दाखेरि, उपदेश भन्दै गर्दाखेरि के भनेको छ? मत्ती 5:16 कसले पाउनुभयो? यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। आमेन। के भन्दैछ हेर्छ नि यहाँ वचनले?
यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामुन्ने चम्कोस्। ज्योति कति बेला चम्किन्छ? म पवित्र जीवन जिएर हिँड्यो भने मेरो अनुहारमा महिमा चम्किन्छ। आमेन। मैले विभिन्न किसिमका नखरहरू पारिरहनु पर्दैन। मैले विभिन्न किसिमका मेरो शरीरलाई चम्काउनको लागि ढाँचा पारिरहनु पर्दैन। परमेश्वरको उपस्थितिले, अघि नै भने नि, परमेश्वरको उपस्थितिमा चन्द्र र सूर्य चाहिएन चम्काउनको लागि, त्यहाँ त्यसै उज्यालो हुन्छ। आमेन। यहाँ त्यस कारण वचनले के भन्दैछ? यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन्। सुकर्म भनेको के हो? सही काम गर्नु पर्यो। म पापबाट भाग्दै गरेको, हरियो पर्दामा नछिरेको है, बाहुन्न पत्तीमा हात नलगाएको, आँखाले हेर्दै गर्दाखेरि नि बेबिचारीको आँखाबाट अलग भएको, कानले सुन्दै गर्दाखेरि पनि परमेश्वरको महिमाका गीतमा सुनेको, परमेश्वरको वचनलाई मात्रै सुनेको, मुखले बोल्दै गर्दाखेरि जीवनमा जीवन र आशिष मात्रै बोलेको। मेरो हातहरूले के गर्नु पर्यो? परमेश्वरको सेवा गर्नु पर्यो। मेरो खुट्टाहरू सुसमाचारको लागि दौडिनु पर्यो। आमेन। अनि यो सुकर्मबाट चाहिँ हामी के देख्छौँ? परमेश्वरको महिमा गर्न सक्छौँ। अनि स्वर्गमा हुने तिमीहरूका पिताको महिमा गरौँ भनेको छ। म पवित्र रहनु पर्यो अनि मैले असल असल काम गर्नु पर्यो। असल असल काम गर्नु पर्यो। खराबको त ख पनि आउनु भएन, गन्ध पनि आउनु भएन। गन्ध आउनु लागि त्यसलाई के गर्नु पर्यो? बाटो दायाँ बायाँ लाग्नु भएन। पुराना हाम्रा बाजे बजेहरूले पनि हामीलाई अर्ती दिँदै गर्दैन, छोरा नाति दायाँ बायाँ नजानु ल, सिधा जानु भन्थ्यो। वचनले पनि त्यही भन्छ, दायाँ बायाँ नलाग। सनातनको त्यो बाटोलाई तिमीले नबिर्स। सनातनको त्यो बाटो त्यो हो, म हुँ जो म हुँ भन्ने परमेश्वर नै आज परमेश्वरको पुत्र, जीवित परमेश्वरको पुत्र येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। जोले हामी एक्लो छ भनेर आज पवित्र आत्मा हाम्रो बिचमा पठाउनु भएको छ। हालेलुया। यसरी पवित्र आत्मा यहाँ आउनुहुन्छ। आमेन। कतिचोटि कुराहरू नबुझ्दै गर्दाखेरि परमेश्वरले, पवित्र आत्माले हामीलाई त्यो समझ दिनुभएको छ। हालेलुया। हिजो हामी यो आयामको कुरा बुझ्न सक्दैनथ्यौँ, स्तुति र प्रशंसा र महिमाको कुरा बुझ्न सक्दैनथ्यौँ। आज पवित्र आत्माले सिकाउँदै हुनुहुन्छ सुस्केरामा। आमेन। आमेन। महिमाको कुरा हामीलाई परमेश्वरले सिकाउँदै हुनुहुन्छ। अब सारांशमा भन्नुपर्दाखेरि महिमा भनेको विश्वास र आज्ञा पालन गर्दा चाहिँ के निस्किने रहेछ त? परमेश्वरको महिमा आउने रहेछ। त्यस कारण पनि आराधनाको लेभलमा जाँदै गर्दाखेरि प्रशंसा र स्तुति महिमा चाहिँ गीत गाउनु मात्र होइन, हाम्रो जीवन शैली हो। हाम्रो जीवनबाट देखिने गवाही चाहिँ शक्तिशाली हुन्छ। मानिसले नभनोस् न बाइबल त, क्रिस्चियनहरूको बाइबल त कति पवित्र छ के, क्रिस्चियन देख्ने केही टाउको दुख्छ भन्ने नहोस्। एकजना क्रिस्चियन हुँदै गर्दाखेरि पनि ओहो कस्तो शक्तिशाली हुँदो रहेछ भन्ने होस् न। यसले त आत्मा प्राण सबै बचाउँदो रहेछ त भन्ने होस् न। यसले त स्वर्ग जाने बाटो देखाउँदो रहेछ भन्ने होस् न। हामीले संसारका मानिसलाई कहाँको बाटो देखाउँदैछौँ? परमेश्वरको प्रशंसा र स्तुति गर्ने, महिमा गर्ने र महिमा देखेको मान्छेले स्वर्गको बाटो देखाउँछ। आमेन। आमेन। हामी स्वर्गको बाटो देखाउने व्यक्तिहरू। यहाँ खाले परमेश्वरलाई मात्रै हामी खोज्नेछौँ। यो मुखले हामी परमेश्वरको मात्रै प्रशंसा गर्नेछौँ। यो हातले परमेश्वरको सेवा गर्नेछौँ। आमेन। आमेन। अब स्तुति प्रशंसाको जस्तै प्रभाव, महिमा गर्दै गर्दाखेरि यसको प्रभाव, यसको इफेक्ट हामीमा के हुन्छ त? के हुन्छ त? पावलले यसलाई मिठोसँग लेखेको छ। 2 कोरिन्थी 3 अध्याय पढ्नुहोस् त। 2 कोरिन्थी 3 अध्याय अन्तिम पद 18 पदमा के भनेको छ? गर्दछौँ। हामी सबै घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ। प्रतिबिम्बित भनेको के बुझ्नुहुन्छ शब्द? हजुर, प्रतिबिम्बित ऐनामा हेर्नु भएको छ तपाईँले गएर? ऐनामा तपाईँले कसलाई देख्नुहुन्छ? ऐनामा गयो भने तपाईँले कसलाई देख्नुहुन्छ? आफैलाई। कसको प्रतिबिम्बित गर्नुभयो? हजुर, आफैलाई। वचनले प्रष्ट हामीलाई पार्यो। वचनले हामीलाई के पार्यो? प्रष्ट पारेको छ। कोरिन्थी 2 को 3 पढाले के भन्यो? महिमाबाट
महिमामा हामी रूपान्तर हुन्छौँ। आफ्नो प्रतिबिम्ब हामी यीशु ख्रीष्टको जस्तै देख्छौँ, सिंह जस्तै देख्छौँ आफूलाई। सिंह हिजो लुरे लाम्रे लागेको थियो, अब आज हामीलाई के देख्न थालेका छौँ? सिंह जस्तै देख्न थालेका छौँ। आमेन। शक्तिशाली योद्धा, यहुदाका घराना, हालेलुया। यहोवा निस्सीको झन्डा फरफराउने, विजयको झन्डा फरफराउने, महिमाको झन्डा फरफराउने हामी योद्धा हुँदैछौँ। आमेन। हाम्रो परमेश्वर यहुदा घरानाको, यहुदी जातिको, यही परमेश्वरको सन्तान हामी कहाँको त? यहुदा घराना। हालेलुया, 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 हालेलुया। महिमाको प्रभाव के पर्दो रहेछ त? जीवन परिवर्तन हुँदो रहेछ। हाम्रो प्रतिबिम्ब हामीलाई देख्दै गर्दाखेरि एउटा नाते बिरालोले पनि अब के देख्दैछ? त्यहाँ सिंह देख्दैछ। हिजो अपराध, अधर्म, पापले लतपतेको मान्छे आज के देख्दैछ? आज आफैलाई धर्मी देख्दैछ। आमेन। आज म धर्मी देखेको कारणले म संसारमा डढेलो लागेको मान्छेहरूलाई, अधर्म पापले पुरिएको व्यक्तिहरूलाई म के देखाउन सक्छु? धार्मिकताको बाटो देखाउन सक्छु। आमेन, आमेन। म उनीहरूलाई सक्छु, यो त गलत हो है, यो त झुट्टो हो है। कारण के त? मैले परमेश्वरको महिमाको स्वाद थाहा गरेको छु। आमेन, आमेन, आमेन। अब महिमा भनेको के रहेछ त? थाहा पाउनुभयो? महिमा भनेको परमेश्वरको उपस्थिति, उहाँको प्रकटीकरण, उहाँको शक्तिको स्वभाव देखिएको, उहाँको शक्ति र सामर्थ्यलाई हामीले पाएको। अनि अर्को कुरा, उहाँले हामीलाई बनाउनु भएको उद्देश्य हामीले थाहा पाउँदो रहेछ। हालेलुया, हालेलुया। अब हामी महिमाको प्रभाव, उहाँको उपस्थितिको विषयमा थाहा भयो। उहाँले हामीलाई उहाँको महिमा दिनको लागि बनाउनु भएको भन्ने कुरा पनि थाहा भयो। प्रशंसा र स्तुतिमा मात्रै सीमित रहेनछ, परिचय मात्रै भएर पनि हुँदैन रहेछ। त्यसकारण छोराछोरीहरू, मैले कतिजना घाँटीमा लकेट बोकेको देखेको थिएँ मैले। जिसस क्राइस्टको यहाँ मतलब क्रसको मैले लकेट देखेको थिएँ। क्रस मात्रै बोकेर यस आई एम द क्रिस्चियन मात्रै भनेर भएन। मेरो जीवनबाट पनि के देखिनु पर्यो त? यस आई डु, म क्रिस्चियन हो, पक्का हो क्रिस्चियन। म पछि हट्ने होइन। के को बेला प्रेम गर्नको लागि पछि हट्ने विश्वासी होइन। आमेन। मेरो मुट्टी जहिले पनि तल पर्दैन, अब मेरो मुट्टी जहिले पनि माथि पर्छ। म दिने विश्वासी हो। आमेन। हात थाप्ने विश्वासी होइन, म जीवन बोल्ने। अब मेरो मुखमा के छ? जीवन र आशिष परमेश्वरले राखिदिनु भएको छ, शक्ति राखिदिनु भएको छ। आमेन। अब यो महिमा दिँदै गर्दाखेरि, प्रशंसा गऱ्यौँ, स्तुति गऱ्यौँ, महिमा गर्दै गर्दाखेरि अब यो मुखले परमेश्वरलाई हामीले के पनि भन्न सक्नुपर्छ? हामीले परमेश्वरप्रति कृतज्ञता देखाउन सक्नुपर्छ। आमेन। कृतज्ञता भनेको के हो? ग्र्याटिट्युड भन्छ नि, के हो? कृतज्ञता, धन्यवादी हुनु भनेको। म कृतज्ञ छु नि। हामी गीत पनि गाउँछौँ नि, होइन? कृतज्ञ है, गाउँछ नि गीत त। हो, कृतज्ञ भनेको के हो त? मैले के गर्नुपर्छ? थाहा पाउनुपर्छ। मैले शब्द के चलाउँदैछु, हाम्रो अग्रजले हामीलाई शब्द के सिकाउँदैछ, मलाई थाहा हुनुपर्छ। होइन भने हामी भेद छुट्याउन सकेनौँ भने हामी के हुन्छौँ? खाल्डोमा पर्छौँ। भेद छुट्याउन नसकेको कारणले, आफूलाई पहिचान गर्न नसकेकोले, अगाडि नै परमेश्वरले आफ्नो स्वरूपमा बनाएको सृष्टिले फेरि के भन्दै थियो? तिमी त परमेश्वर जस्तै हुन्छ भन्दै गर्दाखेरि जालमा पर्यो हब्बा। याद छ तपाईँलाई घटना उत्पत्तिको पुस्तकमै? परमेश्वर अगाडि सृष्टि गर्ने बेलामा के भनेको त? आऊ हामी यिनीहरूलाई आफ्नै स्वरूपमा बनाऊ। अर्कोले आएर के भन्थ्यो? तिमी त यो फल खायो भने त परमेश्वर जस्तै हुन्छौ नि, नखाएर पो त नभनेको हो र। खाइदियो, खाने बित्तिकै के भयो? पर्यो फसाद, भाग्नु पर्यो। अदनको बगैँचाबाट स्वर्गमा परमेश्वरसँगै सङ्गति गरिरहेको व्यक्ति भाग्नु पर्यो। त्यो पनि के गर्दै? म त नाङ्दै पो रहेछु भन्दै आफ्नो नग्न त आफैले हेर्दै। परमेश्वरलाई बोकेर हिँड्नेले त आफूलाई के देख्छ? सिंह देख्छ, उहाँको प्रतिबिम्बलाई देख्छ। म त सानो येशू हो नि भन्दै हिँडिरहेको हुन्छ। आमेन। म त दुलै हो नि भनेर आफूलाई सिंगारेको देख्ने व्यक्ति नाङ्गै भाग्नु पर्यो नि कस्तो हुन्छ? विचार गर्नुहोस् त। हामी शब्दले व्याख्या गर्न पनि सक्दैनौँ। शब्दले भन्नु पर्यो भने हामीलाई व्याख्या गर्न गाह्रो हुन्छ। संसारले त निर्धक्क हुनु त नाङ्गो छ, नाङ्गोलाई मतलबै भएन नाङ्गो भएकोलाई। हामी नाङ्गो छैनौँ, हामी धार्मिकताको वस्त्र पहिरेको दुलै हौँ। आमेन। अब यो धार्मिकताको वस्त्र पहिरेको दुलैले चाहिँ धन्यवाद दिन सुरु गर्छ।
त्यसकारण धन्यवाद दिनको लागि पावलले यो अर्थ बुझेको छ नि, त्यो पावलले अर्थ बुझिसकेपछि हरेकचोटि उसको पत्रहरूमा हरेक परिस्थितिमा हरेक मण्डलीलाई भनेको छ जस्तो सुकै हालतमा पनि प्रियहरू हो धन्यवाद देऊ है भनेको छ। फिलिपी 4 पढ्नुहोस् त, फिलिपी 4:6 के भनेको छ? हरेक परिस्थितिमा हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती के हो त परमेश्वरमा जाहेर हुन् रे। पहिला धन्यवाद देऊ रे। परिस्थिति आयो नि, मलाई गाह्रो परेको छ नि, यो गाह्रो परेको, यो दुखाइ आयो नि, प्रभु धन्यवाद भन्नु रे। अनि त्यसपछि मात्रै के गर्नु रे? प्रभु मलाई दुखेको छ नि भन्नु रे। परमेश्वर ठाउँको ठाउँ टिको पार्नुहुन्छ। आमेन। अब म मरे होइन, प्रभु धन्यवाद, प्रभु धन्यवाद, मलाई दुख्यो प्रभु धन्यवाद। आजको भाग, आजको कचरा यही रहेछ मेरो। एउटा बाइबलमा मिठो एउटा उदाहरण छ। दाउद एकचोटि भाग्दै गरेको हुन्छ, साउलले लखेट्दै गर्दाखेरि भाग्दै गरेको अवस्थामा एकजना एउटा स्त्रीले दाउदलाई सरापेको छ। बाइबल पढ्नुहोस् ल है, मैले हल्का मात्रै भने तपाईँलाई। दाउदलाई सराप्दै गरेको छ त्यहाँ। अनि दाउदको अगाडि पछाडि दाउदका पहरादार सेनाहरूले भन्छ, महाराज तपाईँलाई त सराप्दै छ, त्यसले खत्तम पारिदियो क्या यसलाई भन्दैछ, जोसेको छ सेनाहरू। दाउदले के भन्छ? छोडिदियो, परमेश्वरले आज मेरो लागि यही नै भाग राखिदिनु भएको छ भने यसो पनि परमेश्वरको महिमा हुनेछ। आमेन। उसले भनेको छ आजको मेरो भागको कचरा प्रभु धन्यवाद भनेको छ। अनि यहाँ त्यही कुरा भन्दैछ। यो कुरा पावलले बुझेको कारणले हरेक कुरामा फिलिपीको मण्डलले के भन्यो? धन्यवाद देऊ भनेको छ। पढ्नुहोस् त, फिलिपी 4:6। अब धन्यवाद कस्तो अवस्थामा दिने त? परमेश्वरलाई गरेको कामको लागि हामीले उदाहरण दियो नि, प्रशंसा मात्रै गर्दै दियो भने अब त्यो प्रशंसाको साथमा हामीले धन्यवाद पनि दिनुपर्ने रहेछ। थ्याङ्क यू ब्रदर भन्नुपर्ने रहेछ। उदाहरणको लागि अघि मैले भने नि, ओहो यो लिरिक्स स्ट्यान्ड यहाँ ल्याएर कसैले राख्दैछ, मलाई सजिलो भयो, थ्याङ्क यू ब्रदर, थ्याङ्क यू सिस्टर भन्न सिक्नु पर्यो। यो उदाहरण हो। अब हामीले परमेश्वरको शक्ति र सामर्थ्यको विषयमा थाहा पाइसकेपछि मैले हरेक परिस्थितिमा परमेश्वरलाई के दिनु पर्यो त? धन्यवाद दिनु पर्यो। परमेश्वरले गर्नुभएको कामको लागि, उहाँले गर्नुभएको भलाइ र अनुग्रहलाई चिनेर म धन्यवादी हुनु पर्यो। जब म धन्यवादी हुन्छु नि, परमेश्वरले मलाई सजिलो बनाइदिनुहुन्छ। आमेन, आमेन। मलाई सजिलो बनाइदिनुहुन्छ। धन्यवाद किन गर्ने भन्ने कुराहरू नै आउँछ। धन्यवाद किन दिने त हामी भन्ने आउँछ। धन्यवाद यस कारण दिने, मलाई परमेश्वरको वचनले यसरी सिकाएको छ। पहिलो थेसलोनी 5:18 के भन्छ? पढ्नुहोस् त। आमेन। सबै कुरामा धन्यवाद देऊ किनकि यही नै तिमीहरूको लागि परमेश्वरको इच्छा हो। परमेश्वरको इच्छा के रहेछ त? सबै परिस्थितिमा धन्यवाद दिनु चाहिँ परमेश्वरको इच्छा रहेछ। अब परमेश्वरको इच्छा पुरा गर्नु नै हाम्रो के हो त? कर्तव्य हो, हाम्रो ड्युटी हो। अघि यसैया 43:7 के भन्यो? मेरो महिमाको लागि नै तिमीहरूलाई मैले सृष्टि गरेको, यी मानिसहरूलाई मेरो महिमाको लागि मैले सृष्टि गरेको, मेरो प्रशंसाको लागि सृष्टि गरेको भनेपछि परमेश्वरको इच्छा के रहेछ त? उहाँलाई हरेक परिस्थितिमा मैले धन्यवाद दिनु चाहिँ परमेश्वरको इच्छा रहेछ। आमेन, आमेन। उहाँको इच्छा मात्रै भएर भने नि त। कतिले भन्छ नि इच्छा मात्रै गरेर हुन्छ, केही त कारण हुनु पर्यो नि। हामीलाई कज चाहिन्छ, कारण चाहिन्छ, तर्क चाहिन्छ। तर परमेश्वरको वचनले भन्छ, भन्सँग 107:1 के भन्छ? पढिदिनुहोस् त। भन्सँग 107:1 पद। के भन्यो? परमप्रभुलाई धन्यवाद दिऊ किनकि उहाँको करुणा सदा सर्वदा रहन्छ। उहाँ असल हुनुहुन्छ। आमेन। उहाँ असल हुनुहुन्छ, दयाको सागर हुनुहुन्छ। यसकारण म उहाँलाई के गर्छु? धन्यवाद दिन्छु। आमेन। उहाँ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो। आज मलाई विजय जीवन दिनुभएको छ, त्यसकारण म उहाँलाई के दिन्छु? धन्यवाद दिन्छु। हालेलुया, हालेलुया। धन्यवाद के हो त? अब हेर्दाखेरि शब्द धन्यवाद, थ्याङ्क यू भन्दै गर्दाखेरि सिम्पल लाग्छ, साधारण। तर यो थ्याङ्क यूमा धेरै शक्ति छ।
परिस्थितिमा कसैले हाम्रो बिचमा षड्यन्त्र रच्दैछ भने प्रभु यो आउँदै गरेको षड्यन्त्रको लागि पनि धन्यवाद, म तपाईँलाई धन्यवाद दिँदछु भन्दै गर्दा त्यो बनाउँदै गरेको षड्यन्त्र उसैमाथि खनिनेछ। परमेश्वर यस्तो काम गर्नुहुन्छ। हालेलुया। हामीलाई हात हातै थाम्ने परमेश्वर हाम्रो जीवित परमेश्वर हुनुहुन्छ। त्यसकारण त भनेको छ नि कलसीको मण्डलीलाई पनि पावलले यही कुरा लेखेको छ 3:16-17 होला, जेसुकै गर जे जस्तो अवस्था आए पनि परमेश्वरलाई धन्यवाद देऊ भनेको छ। आमेन आमेन हालेलुया हालेलुया। अब धन्यवाद कसरी दिने? प्रार्थना र बिन्तीका साथमा। प्रार्थना भनेको के हो त? बिन्ती भनेको के हो त? प्रार्थना यति गहिरो शब्द हो। प्रार्थनामा हाम्रो आफ्नो भावना पोख्न सक्छौँ, हाम्रो आक्रोश पोख्न सक्छौँ, हाम्रो कमजोरी पोख्न सक्छौँ, हाम्रो खुसी पोख्न सक्छौँ प्रार्थनामा। प्रार्थनाको अर्को पारिभाषिक शब्द के हो त? बिन्ती पनि हो। हामी प्रार्थनामा के गर्न सक्छौँ? माग्न सक्छौँ, दिन पनि सक्छौँ। प्रार्थना हामी धेरैचोटि प्रार्थना गर्न भन्यो भने खालि मागी मात्रै रहन्छौँ, मागी मात्रै रहन्छौँ। प्रार्थना दिनु पनि हो। आमेन। हामी स्तुति दिँदछौँ, प्रशंसा दिँदछौँ, महिमा दिँदछौँ, यो पनि प्रार्थना हो। हालेलुया हालेलुया। जब हामी हरेक परिस्थितिमा धन्यवाद दिन्छौँ नि, त्यो धन्यवादले हाम्रो जीवनमा के आउँछ? शान्ति आउँछ, शालोम आउँछ। भन्नुहोस् त, शालोम आउँछ। शालोम त्यो भनेको शान्ति, स्वर्गको शान्ति, संसारको शान्ति होइन। स्वर्गको शान्ति चाहिँ के हो त? शालोम। हामी कतिचोटि हाम्रो आदरणीय अग्रजहरूले भेट्यो भने शालोम शालोम भन्दै छिर्नु भएको देख्नु भएको छ। त्यो स्वर्गीय शब्दलाई घोषणा गरेको, परमेश्वरको शक्तिलाई घोषणा गरेको, परमेश्वरको शान्तिलाई घोषणा गरेको शालोम शालोम भनेर। अब जब हामी परमेश्वरलाई धन्यवाद दिनपट्टि थाल्छौँ, परमेश्वरको के हुन्छ? इच्छा पुरा हुन्छ। अब धन्यवाद दिन भने के हुन्छ त? हामी धेरैचोटि धन्यवाद दिँदैनौँ। प्रशंसा त बल्ल बल्ल गर्न जान्यौँ, प्रशंसा पनि लैलैमा लागेर गऱ्यौँ, त्यहाँबाट स्तुति पनि गऱ्यौँ, महिमा पनि दियौँ। अब धन्यवाद धेरै महत्त्वपूर्ण हो। त्यसकारण मैले धन्यवाद अन्तिममा राखेँ। धन्यवाद हामी दिँदैनौँ कतिचोटि। धन्यवाद नदिँदै गर्दाखेरि मेरो ढोका बन्द भएको हुन्छ। मैले धन्यवाद दिन थालिनँ भने मेरो जन्जिर झन् कसिन्छ। पाउल र सिलासले जेलमा हुँदै गर्दा ए गाए धन्यवाद येशू, धन्यवाद येशू, धन्यवाद येशू मेरो मनदेखि। धन्यवाद कहाँदेखि आयो? मनदेखि आयो। धन्यवाद मनदेखि दिँदै गर्दाखेरि उसको सिग्रीहरू फुटे, बन्द भएको जेलको ढोकाहरू खोलियो। आमेन। धन्यवाद दिँदाखेरि, धन्यवाद नदिँदाखेरि के हुन्छ त? हृदय अन्धकार हुन्छ, ढोका बन्द हुन्छ, आँखा भएर पनि देख्दैनन्, कान भएर पनि सुन्दैनन्। विशाल अगापे प्रेम गर्ने हृदय बोकेर पनि प्रेम गर्न सक्दैन। त्यसै कारण त परमेश्वरले भन्नुभएको छ नि, मलाई प्रेम गर्नेहरूको लागि अर्थात् म प्रति धन्यवादी हुनेहरूको लागि चाहिँ म हरेक समय चाहिँ म के बनाइदिन्छु त? भलाइमा परिणत गरिदिन्छु। रोमी 8:28 के भन्छ? पढ्नुहोस् त राम्ररी। रोमी 8:28 के भन्छ? राम्ररी पढ्नुहोस् त। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। उहाँलाई प्रेम गर्ने र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूको लागि हरेक परिस्थिति केमा बदलिन्छ अरे? भलाइमा परिणत हुन्छ अरे। होइन, हुन्छ। तर हामी चाहिँ के गर्छौँ? परमेश्वरलाई प्रशंसा पनि गर्दैनौँ, स्तुतिका शब्दहरू पनि निस्किँदैन, उहाँको महिमाको पनि घोषणा गर्दैनौँ र धन्यवाद पनि दिँदैनौँ। तर मलाई के चाहियो त? हरेक परिस्थिति चाहिँ केमा बदलिनु पर्यो? भलाइमा। अस्ति लोपा खानु भएको याद छ? याद छ? त्यहाँतिर नजाउँ ल, हामी आशिष बोल्ने, लोपा नखान्छौँ। मैले परमेश्वरको वेदी स्थापना गरिनँ भने, परमेश्वरलाई सम्झिनँ भने आशिष त होइन। तर मैले परमेश्वरको वेदी स्थापना गरेँ, वेदीमा आगो मैले जलाइराखेँ भने म के हुन्छु? महिमाले झग 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 गर्नेछ। अनि हरेक परिस्थिति केमा बदलिन्छ? भलाइमा परिणत हुन्छ। केमा हुन्छ? भलाइमा परिणत हुन्छ। भलाइमा परिणत हुन्छ। अनि के हुन्छ?
जब म परमेश्वरलाई प्रेम गर्छु नि, परमेश्वरलाई प्रेम गर्नेले पाप गर्दैन। आमेन। परमेश्वरलाई प्रेम गर्नेले के गर्छ? आज्ञा पालन गर्छ। आमेन। यूहन्ना 14:15 ले के भन्छ? तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्छौ भनेको छ। आमेन। प्रेम परमेश्वर हुनुहुन्छ। त्यो आज्ञालाई पालन गर्छौँ भने चाहिँ हामी के गर्छौँ? आज्ञा मानेका हुन्छौँ। अनि तलपट्टि 14:21 मा के गरे के भनेको छ? यूहन्ना 14:21 मा मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछन्। अनि मलाई प्रेम गर्नेलाई मेरो पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यसका प्रकट गर्नेछु। उहाँको प्रकट हुँदै गर्दा हामी उहाँको महिमालाई देख्छौँ। आमेन। आमेन। म उहाँलाई प्रेम गर्दै गर्दा मैले आँखाले नदेखेका, कानले नसुनेका, हृदयले नसोचेको कुराहरू चाहिँ म देख्नेछु। आमेन। मैले उत्साह दिएको होइन तपाईँलाई। कोरिन्थीको पुस्तक पढाउनुहोस् त। कोरिन्थीको पुस्तक पढाउनुहोस् न। मैले भनिसकेको छैन। पहिलो कोरिन्थी 2:8 र यस युगका कुनै पनि शासकहरूले त्यो कुरा बुझेनन्। महिमाका प्रभुलाई क्रुसमा टाङ्ने थिएनन्। अनि 9 पनि कसको निम्ति तयार पार्नु भएको छ? उहाँलाई प्रेम गर्नेहरूको निम्ति चाहिँ आँखाले नदेखेको, कानले नसुनेको, हृदयमा नसोचेको कुराहरू चाहिँ तयार पारेर राख्नु भएको छ। हामी कतिचोटि भन्छौँ नि, कति सोचेको थिएन, आज यस्तो मन लगाइराखेको थियो, ठ्याक्कै पुऱ्यायो। अनि संसारको बाइबलमा लेखेको त पद होइन, संसारको पद हामी जोडिहाल्छौँ। अजिङ्गरको आगा आरो दैवले पुर्यायो भनेर भन्छौँ। त्यहाँबाट भयङ्कर शब्द जोड्छौँ हामी, फ्रेज जोडिहाल्छौँ है। तर त्यो कुरा के हो थाहा छ? थाहा नपाइकन मैले परमेश्वरलाई प्रेम गरिरहेको हुन्छु नि, परमेश्वरले मलाई सबै कुराहरू पुर्याइदिनुहुन्छ। मेरो दुःखमा पनि उहाँले मलम लगाइरहेको हुन्छ। त्यो चाहिँ अनुभव गर्ने कुरा हो। अनुभव गर्ने कुरा हो। गाह्रो परेको हुन्छ, कस्तो परिस्थिति गाह्रो हुन्छ, तर परमेश्वरको उपस्थितिमा रहँदै गर्दाखेरि हामी के हुन्छौँ? आनन्दित हुन्छौँ। हालेलुया, हालेलुया, हालेलुया। म ख्रीष्टलाई प्रेम गर्छु भन्नुहोस् त। म ख्रीष्टलाई प्रेम गर्छु। थाक्यो होला 10 मिनट ब्रेक दिन्छु। हुन्छ, फ्रेस गरेर 10 मिनट। हजुर, हालेलुया, प्रभुको महिमा भएको छ। ल 10 मिनटको ब्रेक, चाँडो गएर छिट्टो आउनुहोस्। आजको 12औं दिन पनि अब सकिन्छ, 1 घन्टा बाँकी छ। बेलुकाको समय त छँदैछ। क्लासको भनेको पोटेन्सियल दिएर बस्ने समय अब 5 बजी त सकिन्छ। 5:15 मा कि निरन्तर जाने विचार छ? हजुर, नआउनुपर्छ। हजुर, नआउनुपर्छ। जान्दैनमा जीवन जल पाइन्छ। 7 बजीसम्म हुन्छ? राइट, अनि है त्यही आउनुभयो। सबैजना आउनुभयो? सबैजना आउनुभयो? हामी इमान्दार हुनुपर्छ ल। हामी धेरै जस्तो चाहिँ हनेस्ट इज द बेस्ट पोलिसी भन्नेमा मात्रै सीमित भएर हिँडेका व्यक्तिहरू, पछाडि चाहिँ आन्द्राउडी के छ हामी कसैलाई थाहै छैन। फ्रेज वर्डहरू हामी युज गर्छौँ नि, इमान्दार छौँ भने चाहिँ हनेस्ट इज द बेस्ट पोलिसी, यु नो भन्छौँ है, बट यु डोन्ट नो हनेस्ट इज द बेस्ट पोलिसी। त्यसको पछाडि के लेखेको छ? बट ही अ सी हु एक्ट ओन्ली द प्रिन्सिपल द्याट इज नट कल्ड हनेस्टी। सिद्धान्तमा मात्रै म इमान्दार छु भन्नु चाहिँ इमान्दार त होइन, व्यवहारमा उत्रिनु पर्यो। बाइबलले यही कुरा भन्छ। हालेलुया। 1 कोरिन्थी 12:8 मा के भन्छ? 1 कोरिन्थी 12:8 मा
हामीले हेऱ्यौँ प्रशंसा, परमेश्वरको सिनारीलाई हेऱ्यौँ, प्रशंसालाई हेऱ्यौँ, स्तुतिलाई हेऱ्यौँ, महिमा। मुख्य मण्डलीमा गरिने यी शब्दहरूले नै, यसमा थपिने कुराहरू थुप्रो छ, तर नर्मल्ली साधारणतया हामीले चलाउने शब्दहरूबाट एउटा आराधनाको प्याकेज बन्छ। आमेन। जुन आराधनाको प्याकेज बन्दै गर्दाखेरि हामी अगमबाणीको आराधनाहरू, चङ्गाईको आराधनाहरू, जीवित आराधनाको कुराहरू हामी गर्दछौँ। जुन आराधनाले परमेश्वरको उपस्थितिको हामी के गर्छौँ, प्रकटीकरण, उहाँको उपस्थितिको अनुभव गर्छौँ। त्यो आराधनामा प्रवेश गर्नको लागि प्रशंसा, स्तुति, महिमा र धन्यवाद, यी चारवटा तत्त्व रहन जरुरी छ। आमेन आमेन। जति यो कुरालाई गहिरो भएर बुझ्दै जान्छौँ अनि बल्ल त्यहाँ एउटा के हुन्छ, वर्शिप अर्थात् उपासना अर्थात् आराधना हुन्छ। अनि यो आराधनाभित्र के हुन्छ, हाम्रो हृदय दिन्छौँ, हाम्रो जीवन दिन्छौँ, आज्ञा पालन आउँछ, समर्पण आउँछ, अनि त्यहाँ के आउँछ, प्रेम आउँछ। यदि प्रेम आएन भने त्यो झुट्टा हो, आज्ञा उल्लङ्घन गर्ने हो तिनीहरू चाहिँ। यदि आज्ञा पालन गर्दैन भने त्यसले प्रेम गर्दैन। सुन्दै हुनुहुन्छ मलाई? सुन्दै हुनुहुन्छ? जसको कान छ त्यसले सुनोस्। परमेश्वरको जीवित वचन नै भन्छ, मैले मेरो हृदय परमेश्वरलाई दिन्छु भने मैले परमेश्वरलाई प्रेम गर्छु। मैले परमेश्वरलाई प्रेम गर्छु भने म आज्ञा पालन गर्छु। आज्ञा पालन नगर्ने त के हो, झुट्टो हो भनेको छ। मैले प्रमाणित गरेको होइन, परमेश्वरको जीवित वचन 66 वटा ढोका मध्ये एउटा ढोकामा स्वाट छिर्नु पर्छ। एउटा ढोकाबाट त्यहाँ भित्र जाँदै गर्दाखेरि दायाँतिर यसो फर्केर पाना पल्टक्क पल्टाउनु पर्छ। पहिलो यूहन्ना 2:4 के भन्छ, पल्टाउनुहोस् त। म उहाँलाई चिन्छु भन्छ, तर के भने ठुसोले पढ्दिनुहोस् त। जसले म उहाँलाई चिन्छु भन्छ र उहाँका आज्ञाहरू उल्लङ्घन गर्छन् त्यो झुट्टो हो, त्यसमा सत्य छैन। त्यसकारण कहिले पनि स्वतन्त्र हुँदैन। जहिले पनि के हुन्छ, बन्धनमा हुन्छ। जहिले पनि अनुहार के हुन्छ, 12 बजिरहेको हुन्छ, चौरी परिरहेको हुन्छ। अनुहारमा चमक आउनेहरू त डक्टरले पनि भन्छ, झोक्रेर बस्नेहरूले त संयोगको संख्यामा नसाहरू खुम्चाउनु पर्छ। उज्यालो मुख भएको जम्मा 4वटा कता कताको नसा मात्रै खुम्चाएको हुन्छ अरे, सधैँ उज्यालो। हालेलुया। कोर्रा खाँदै गर्दाखेरि पनि यीशु ख्रीष्टको अनुहारमा हेर्नुहोस् न, सम्झिनुहोस् त। कोर्रा खाँदै गर्दाखेरि पनि आइया पनि भन्नु भएन उहाँले, किनकि उहाँ आज्ञा पालन गर्ने व्यक्ति हुनुहुन्थ्यो, उहाँ सत्य व्यक्ति हुनुहुन्थ्यो। उहाँको सत्यताले तपाईँ र मैले आज के पाएको छौँ, जीवन पाएका छौँ। आमेन आमेन। त्यसकारण यदि म झुटो होइन, यदि म उहाँलाई प्रेम गर्छु भने पाउलले रोमीलाई पत्र लेख्दै गर्दाखेरि के भनेको छ, रोमी 12:1 आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा चढाओ। अझ प्रश्नसँग के लेखेको छ भन्नुहोस् त वचनमा। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखेर म तिमीहरूलाई अनुरोध गर्छु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। हालेलुया। यदि म परमेश्वरलाई प्रेम गर्छु भने म आफूलाई पवित्रतामा राख्छु र जिउँदो बलि चढाउँछु। आमेन आमेन। बाइबलमा हामीले देख्यौँ आज्ञा उल्लङ्घन गर्ने, अघि हामीले आदम र हव्वाको चर्चा गऱ्यौँ, कैन र हबिलको पनि हामीले चर्चा गऱ्यौँ। अनि मानिसहरूले रोजेको मलाई राजा चाहिन्छ, राजा पनि को चाहिन्छ, राजा चाहिन्छ। परमेश्वर हुँदै पनि मलाई येशू चाहिन्छ भनेन, मलाई राजा चाहिन्छ भन्नपट्टि लाग्यो। ल तिमीलाई राजा चाहिने, इजरायलीहरूको बिचमा सबभन्दा असल, हेर्दामा पनि अरूभन्दा 1 फुट एउटा घाँटी अल्गो व्यक्तिलाई हेर्दा पनि राम्रो देखेर राजा बनायो। त्यो राजा पनि के रहेछ त, आज्ञा पालन नगर्ने पो परेछ। अनि पाएको अभिषेक के भयो, खोसिएको छ। कतिचोटि हामी आज्ञा उल्लङ्घन गर्छौँ भने मुखमा आएको गाँस पनि खोसिन्छ, हातमा आएको विजय
जवान छोराछोरीहरू हुनुहुन्छ, तपाईँहरू कतिजना बाहिर विदेश जाने रहर गर्नुभएको होला, विभिन्न जागिरहरूले इन्टरभ्यूहरू फेस गर्दै हुनुभएको होला, कति के कुराहरू प्रयास गर्दै हुनु होला। तपाईँ असफलता भयो भने अरू कसैको कारणले होइन, तपाईँको आफ्नो कारणले हो। त्यो कारण के हो त? परमेश्वरमा समर्पित जीवन नजिएको कारणले गर्दाखेरि तपाईँ फेल हुनुहुनेछ। आमेन। परमेश्वरले तपाईँलाई भन्दै हुनुहुन्छ, छोरा तेरो मेहनत पुगेन, तेरो एकाग्र पुगेन, तैँले पवित्रताको जीवन जिउन जानिनस्, अझै पवित्रताको जीवन जिउ त। तेरो भागको कचौरा म तँलाई दिनेछु, मिठो स्वादिष्ट भागको कचौरा। तैँले तेरो आफ्नो भाग कसैलाई दिनु पर्दैन, अर्काको भाग खोसेर खानु पर्दैन। परमेश्वरले त्यो भाग राखिदिनु भएको छ। तर त्यो भागको कचौरा पाउनको लागि तपाईँ र मैले समर्पित जीवन जिउनु पर्छ। आमेन। प्रेमले भरिएको आज्ञा पालनको जीवन जिउनु पर्छ। परमेश्वरलाई भन्नुपर्छ, धन्यवाद प्रभु, प्रभु धन्यवाद भन्नुपर्छ। प्रभु म तपाईँको शरणमा आएको छु, प्रभु म तपाईँको शरणमा आएको छु। एउटा नानीले लेखेको छ, गीत लेखेको छ, मलाई येशू चाहिन्छ, मलाई येशू चाहिन्छ, सबै थोक लानुहोस्, मलाई येशू दिनुहोस्, येशू चाहिन्छ भनेर लेखेको छ गीत। कति मिठो हेर्नुहोस् त। के दिन सक्नुहुन्छ सबै थोक? तयार हुनुहुन्छ? पक्का पनि आशिषको कचौरा तपाईँको अगाडि राख्नु भएको छ। आमेन। मेरो भागको कचौरा परमेश्वरले राखिदिनु भएको थियो, म त्यो भागको स्वाद लिँदैछु अहिले। हालेलुया, हालेलुया। जहाँ पनि जान्छौँ सबैको नाना भेना। हालेलुया। यो इज्जत त्यसै पाइन्छ? पाइँदैन। यो इज्जत पाउनको लागि परमेश्वरमा समर्पित जीवन प्रयास गर्नुपर्छ। किनकि पाउलले एउटा कुरा भनेको छ, परमेश्वरलाई मनपर्ने कुरा के हो सो सिक्ने कोसिस गर। एफिसी 5:10 पल्टाउनुहोस् त। के भनेको छ? एफिसी 5:10 त्यो रहस्यलाई मैले बुझेँ, मेरो परिवारले बुझे, आज तपाईँहरू पनि बुझ्नु भएको छ। आमेन। त्यसै कारण त परमेश्वरलाई मनपर्ने कुरा के हो सिक्नको लागि आउनु भएको छ। परमेश्वरलाई मनपर्ने चाहिँ के हो त? आज्ञा पालन। परमेश्वरलाई मनपर्ने कुरा के हो? प्रेम। आज तपाईँले सिक्दै हुनुहुन्छ। माया र मोह होइन, नदेखेपछि को देखेपछि माया मोह होइन। हामी प्रेम गर्छौँ, अगापे प्रेम, पिताको प्रेम, पिताको हृदयबाट प्रेम गर्छौँ, आज्ञा पालन गर्छौँ, हामी जीवन दिन्छौँ, आशिष बोल्छौँ। आमेन। यदि मैले परमेश्वरको प्रेम उजगार गरिन, आज्ञा पालन गरिन भने म झुटो हुने रहेछ। साउल जस्तो, पुरानो कुराको साउल राजा जस्तो नगर भनेको कुरा पनि गर्यो, अझै के भनेर बाना बनायो, तपाईँको लागि झन् राम्रो राम्रो चढाउँ भनेर लुकाएर राख्यो। के एकचोटि मेरो खातिर मान्छेहरूले होइन त मलाई बेइज्जत गर्छ, एकचोटि मेरो खातिर आइदिनुहोस् न भनेर सामेल अगमवक्तालाई त्यहाँ भन्दै गरेको कुराहरू पाउँछ। अनि परमेश्वरले साउलले पाउँदै गरेको उसको राजगद्दी, राजको सिंहासन खोसिएको छ। त्यसकारण हामीले के गर्नुपर्छ? आज्ञा पालन गर्नुपर्छ। आज्ञा पालन गरेन भने शास्ति हामीलाई हुन्छ। परमेश्वरले आराधना चढाउनको लागि भागको कचौरा तिमीलाई ठुलो महिमा म दिँदैछु, तर तिमीले मेरो महिमा गर्नुपर्छ, आज्ञा पालन गरेर गर भनेर योनालाई एउटा ठाउँमा पठाउँछ सुसमाचारको लागि। ऊ अर्कै ठाउँमा पुग्छ। अर्को ठाउँमा पुग्दै गर्दा समुद्रले पनि त्यत्रो सामान बोकेको, त्यत्रो मान्छेहरू बोकेको ठाउँमा एउटा जहाजमा त्यो योना भारी हुन्छ। याद गर्नुभएको छ घटना? योनालाई निकालेर जसै समुद्रमा फालेको हुन्छ, समुद्र शान्त हुन्छ, जहाज डुब्दैन। तर योनाको जीवन कहाँ गयो? माछाको भुँडीभित्र। उसले भनेको सिधा आज्ञा पालन गरेर जाऊ भनेको ठाउँमा गएको भएदेखि उसले के गर्थ्यो? परमेश्वरको आशिष जीवन अझै दुगुना पाउँथ्यो। पेटभित्र 3 दिनसम्म गनाउने ठसा माछाको पेटभित्र निश्वासिएर बसेको छ। अनि उसले त्यहाँ पश्चाताप गरेको छ। जसै पश्चाताप गर्यो, समुद्र किनारमा आएर माछाले ओगलिदिएको छ। अनि उसले के गरेको छ? परमेश्वरको आज्ञा पालन गरेको छ। नभन्दै लाखौँको संख्यामा त्यहाँ मान्छेले के गरेको छ? पश्चाताप गरेर परमेश्वरलाई चिन्ने मौका पाएको छ। आमेन। यी आज्ञा नमान्ने व्यक्तिहरू बाइबलमा यस्तो व्यक्तिहरू थुप्रो छ। परमेश्वरको प्रेमलाई थाहा पाएर पनि परमेश्वरलाई नै बेच दिन खोज्ने यहुदा इस्करियोत हेर्नुहोस् त। परमेश्वरले सँगसँगै बसेर एउटै टेबुलमा भोजको मेज सजाएको थियो।
अझ सबैभन्दा बढी माया गरेर यहुदा इस्करियोत तिमीले त तिम्रो काम गर्न बाँकी छ ल, तिमी भोकाएर जान्छौ होला कठै, तिमी त काम गर्न जाँदैछौ, 30 सिक्का लिन जाँदैछौ, ल रोटी र दाखरस खाऊ भनेर उसलाई पहिले नै खुवाएर पठाएको छ। तर त्यही यहुदा इस्करियोतले 30 सिक्कामा येशू ख्रीष्टलाई बेचिदिएको छ। यी आज्ञा थाहा पाएर पनि, प्रेम थाहा पाएर पनि परमेश्वरको विरुद्धमा काम गर्ने व्यक्तिहरू हो, चरित्रहरू हो। कतै तपाईँ र म पनि त्यही चरित्रमा त जिएका छैनौँ, योना जस्तै भागिरहेका त छैनौँ। आदम र हब्बा चाहिँ आज्ञा उल्लङ्घन गर्ने त भएका छैनौँ। सौल जस्तै मेरो व्यक्ति, मेरो नामको खातिर भनेर परमेश्वरलाई चढाउनु पनि आराधनाको सट्टा मेरो आराधना त खोजिरहेका छैनौँ। यहुदा इस्करियोतले जस्तो 30 सिक्कामा बेच्नु त लागेका छैनौँ। परमेश्वरले दिनुभयो, परमेश्वरलाई के चढाउनु पर्छ भन्दै गर्दाखेरि हननिया सफरेले जस्तै झुट बोलेर केही अंश लगेर दिँदै गर्दा ठाउँ ठाउँ पर्ने चरित्र त बन्न पुगेको छैन। विचार गर्नु छोराछोरीहरू, समय आजै छ। मूर्ख नहो भनेको छ, बाइबलले भनेको छ मूर्ख नहो। परमेश्वरले मन पर्ने चाहिँ एउटै कुरा हो, मैले प्रेम गर्छु तिमीले पनि प्रेम गर, म पवित्र छु तिमीहरू पनि पवित्र छ। आमेन आमेन आमेन। सदुकी र फारसीहरू हामी नयाँ करारमा भेट्छौँ। हामी जस्तै बाइबलको कुरा सोध्ने बित्तिकै क्विज कन्टेस्ट लगायो भने 101 येशू ख्रीष्टलाई पनि कति ठाउँमा त जवाब दिन लागि गाह्रो बनेको छ। भिडभाडले घेरेर प्रश्नमाथि प्रश्न गर्दै गर्दाखेरि पुरानो गल्लीबाट भाग्नुपर्ने स्थिति येशू ख्रीष्टलाई पनि पारिदिएको छ। त्यति चतुर धर्मशास्त्री सदुकी फरिसीहरू। कतै तपाईँ र म सदुकी फरिसी जस्तैले भएको छैन। धर्मशास्त्रको ज्ञान थुप्रो बोकेर हिँडेका छौँ तर ढोङ्गी भएका छौँ। अरूलाई चाहिँ गर गर भन्छौँ तर म आफै गरेको छैन। परमेश्वरको प्रेम मैले प्रकट गरेको छैन तर अरूलाई भन्दैछु तिमी प्रेम गर, अरूलाई भन्दैछु पाप नगर, तर मै चाहिँ व्यभिचारीमा डुब्दैछु कि, म नै जुवाको खालमा बसिरहेको छु कि, म नै सिनेमा हलमा बसिरहेको छु कि, हरेक फ्राइडे लेट्स गो पार्टी भन्दै गुड फ्राइडे भनेर मै नै पो बसिरहेको छु कि। आफूलाई झाँकेर हेर्नुहोस्, मूर्ख नहुनुहोस्। आराधनाको लेभलमा पुग्नको लागि यी सबै कुराहरूलाई त्याग्नुपर्छ। यहाँ खडा भएर आराधना चढाउने मात्रै आराधकहरू होइन, तपाईँहरू सबैजना आराधक हो। छोटोलाई भन्नुहोस् त तपाईँ पनि आराधक हो। तपाईँ आराधक हो भन्दै गरेर सुन्दा कति मजा लाग्यो है। आमेन। तर म आफैले म पनि आराधक हो भन्दै गर्दा नजिक छेउकोले के भन्छ, यसको हेर्न घमण्ड आफैलाई आफै भन्छ भने जस्तो हुन्छ कि हुँदैन? तपाईँको प्रशंसा, तपाईँको स्तुति अरूले गरेको सुहाउँछ। अरूले तपाईँको प्रशंसा, तपाईँको जय जयकार अरूले गरेको सुहाउँछ। एप्रिसिएट अरूले गरेको सुहाउँछ। आफैले म आफैले आई एम द बेस्ट भने पनि के हुन्छ, आई एम समथिङ भनिरहेको हुन्छ। अस्ति पनि आयो नि भजन होइन, आई एम समथिङ भनिदिन्छु भने नथिङ, केही पनि हुँदैन, केही पनि हुँदैन। मुखले मात्रै हो, व्यवहारमा हुँदैन। हामी इसाईहरूको चाहिँ व्यवहारले झल्किनुपर्छ। आमेन आमेन। आराधना गर्दै गर्दाखेरि, मैले आराधना गर्दै गर्दाखेरि मेरो छिमेकी निको हुनुपर्छ। आराधना गर्ने त अलरेडी निको भइसकेको व्यक्ति हो नि। आमेन। म त अघि नै निको भइसकेको व्यक्ति हो। मलाई प्रशंसा पनि आउँछ, स्तुति पनि आउँछ, महिमा पनि आउँछ, धन्यवाद पनि मैले दिन जानेको छु। आराधनाको एउटा प्याकेज दिन जाने मान्छेले त रुख पार्छ, बन्धन टुटाउँछ। अनि म हजारौँ बार परमेश्वरलाई धन्यवाद भन्दछु, आशिष दिँदछु, किनकि मलाई परमेश्वरले आशिष आमेन। म झुटो बोल्ने व्यक्ति होइन, म कसैको आराधनाको बाधक पनि बन्दिनँ। हामी कतिचोटि आराधनाको बाधक बन्छौँ। हामी धेरैचोटि आराधना गर्नपट्टि विरोध गरिरहेका हुन्छौँ, थाहा नपाउने किसिमले। कसैले राम्रो गाउँदैछ भने नि के हो यो ढर्रा भन्नपट्टि लागेर वचनले पाक्क बोलिदिरहेको हुन्छौँ। कोही आनन्दले परमेश्वरको महिमा नाच्दैछ नि के गरेको यो भन्नपट्टि लाग्छौँ। कोही आत्माले भरेर हाँस्दै गर्दाखेरि नि किन पौलाएको भन्ने शब्दहरू चलाइदिन्छौँ। कतै तपाईँ र म आराधना रोक्ने बाधा त बनेका होइनौँ। मैले बिहान भने फारो एउटा बाधक बनेको थियो परमेश्वरलाई आराधना दिनबाट रोक्ने। फारो फर्केन, पश्चाताप गरेन, उसले जीवन पाएन। मैले अर्को एकजना व्यक्ति भनेको थिएँ, नबुकदनेस्सर राजा, उसले पनि रोकेको थियो तर ऊ फर्केर आयो, उसले के पायो? जीवन पायो। आमेन आमेन। बाइबलमा हामी यस्तो थुप्रो व्यक्ति भेट्छौँ। आज बाइबलमा नयाँ करारमा सबभन्दा बढी पत्र लेख्ने व्यक्तिको नाम को हो? पावल। पावल पहिला को थियो? साउल। माथिल्लो लेभलको त्यति बेला
सांसद भनौँ न, सांसदहरूको आवाज बिग्ने व्यक्तिमा त्यो इसाईहरूलाई खोजी खोजी येशू ख्रीष्टको अनुयायीहरूलाई खोजी खोजी जेलमा हाल्ने, पत्र बोक्दै हिँड्ने, यातना दिनको लागि पोल सारिरहने व्यक्ति थियो। तर एक दिन येशू ख्रीष्टसँग उसको जम्का भेट भएको छ। येशू ख्रीष्टले भन्नुहुन्छ, साउल साउल, ती मलाई किन दुःख दिन्छौ? तपाईँ को हो? म येशू हो भनेर परिचय दिएको छ पावललाई, साउललाई। साउल, किलामा लाती हाने भने त कसलाई दुख्छ? तिमीलाई नै दुख्छ नि भन्दै गर्दाखेरि 3 दिनसम्म आँखा नदेख्ने अन्धो भएको घटना हामी पाउँछौँ साउल। जब उसको आँखा खुल्यो, ऊ पावल भएको छ। जब ऊ पावल भयो, आज तपाईँ र मलाई परमेश्वरको नजिक लिएर जाने एउटा परमेश्वरको बाइबलको विज्ञ भएको छ। आमेन। परमेश्वरले भन्नुभएको भित्री रहस्यको कुरा आज पत्रद्वारा उसले हामीलाई लेखेको छ, आज्ञाहरूलाई खुलाइदिएको छ। जुन पत्रको कारण आज हामी परमेश्वरलाई भेट्न सकेका छौँ, परमेश्वरको शक्तिलाई हामीले ग्रहण गर्न सकेका छौँ, अनि येशूको नाउँमा हामी चङ्गाई बोल्न सकेका छौँ। आमेन। त्यो ताकत, त्यो शक्ति, त्यो सामर्थ्य येशूले तपाईँलाई दिनुभएको छ। पावलको 13वटा पत्र, हिब्रूको पत्रलाई पनि गाँजे पनि 14वटा भन्छ। लेखन शैली उस्तै भएको कारणले गर्दाखेरि चाहिँ हिब्रूको पुस्तक पनि पावलले नै लेखेको भन्छ, त्यो अन्यलमा छ। तर ठिक 13वटा पत्र पावलले लेखेको, त्यो पत्रहरूद्वारा हामी येशू ख्रीष्टको शक्ति र सामर्थ्यलाई बुझ्न सकेका छौँ। उहाँको प्रतिबिम्बलाई हामी अन्दाज लाउँदै गर्दा, अनुमान गर्दै गर्दा, आफूले आफूलाई अनुभव गर्दै गर्दाखेरि उहाँको प्रतिबिम्ब हामी ऐनामा देख्न सक्छौँ। आफ्नै मुहालाई हामी ऐनामा हेर्दै गर्दा आफूलाई हामी के देख्छौँ? येशू ख्रीष्ट जस्तै देख्न सक्छौँ। आमेन। येशू ख्रीष्टको दुलै देख्न सक्छौँ। मुकुटले सिँगारिएको, भरिएको, पवित्र आत्माको 9 फल बोकेर बसेको हामी देख्न सक्छौँ। शान्तिमा, प्रेममा स्थिर भएर बसेका व्यक्तिहरू हामी भन्न सक्छौँ। हालेलुया। यसको लागि एउटै कुरा हो, प्रेमको आज्ञा पालन। प्रेमलाई प्रचार गर्नु पर्यो, आज्ञा पालन सदैव गर्नु पर्यो। आमेन। बाइबलमा यस्ता थुप्रा व्यक्तिहरू छन् जो बाधक बन्ने, आराधना गर्नबाट रोक्ने, परमेश्वरको प्रशंसा गर्नबाट रोक्ने, परमेश्वरको आराधना गर्न, उहाँलाई पुज्नलाई रोक्ने, उल्टो हामी पिता पुर्खाहरूलाई पुज्दै बस्ने, पिता पुर्खाले पुजेका देवी थानहरूमा जाने। एउटा खुट्टा शनिबार चर्चमा, मङ्गलबार गणेश थानमा, सोमबार शिवको मन्दिरमा, अरू के बार छ है? बिहिबार बङ्गलामुखी, अनि अर्को के बार? मनकामना। औँसीको दिनमा आमाको मुख हेर्ने, पूर्णेको दिनमा बाउको मुख हेर्ने। यो गर्दैछौँ भने नि यी मूर्ति पूजाहरू परमेश्वरले रुचाउनुहुन्न। जसले मूर्ति पूजा गर्छ, जो व्यभिचारीमा बस्छ, जो डाहा गर्छ, जसले झुट बोल्छ, जो मन्त्र तन्त्र गर्छ, तिनीहरूको मृत्यु, दोस्रो मृत्यु हुनेछ। प्रकाश 21:8ले के भन्छ? पढिदिनुहोस् त। तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्ति पूजकहरू र झुट बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक, अनि यो दोस्रो मृत्यु हो। हालेलुया। हामीले दोस्रो मृत्यु मर्नु पर्दैन प्रियहरू, आगोको गन्धको स्वाद दिनु पर्दैन। हामी त बाँचे पनि परमेश्वरको महिमा गाउँछौँ, मरे पनि स्वर्गमा परमेश्वरसँग महिमा गाउनेछौँ। स्वर्गमा गएर त एउटै आवाज, एउटै गीत, पवित्र 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 बाहेक गीतै छैन। हालेलुया। पवित्र 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 पवित्र। थाक्दा पनि थाक्दैन, थकाइ पनि लाग्दैन, निन्द्रा पनि लाग्दैन। मुखबाट शब्द के निस्किन्छ? पवित्र पवित्र पवित्र। मोसाले पनि त्यही गीत गाउँदैछ, माथि थुमाले पनि त्यही गीत गाउँदैछ, हामी पनि गएर गाउने गीत त त्यही नै हो। हालेलुया। पवित्र गीत गर्नको लागि अब के हुनु पर्यो? तपाईँ र म पवित्र हुनु पर्यो। आमेन। हामीले कुनै प्रकट गरिसकेका छौँ, परमेश्वरलाई भनिसकेको, प्रभु म आएँ तपाईँको शरणमा भनेर हामीले स्वीकारेको होइन र? मेरो अधर्म पाप अपराधहरू सबै मानिले, अब म तपाईँलाई नै पुज्छु, अब मेरा देवी देवताहरू कोही पनि छैन, मेरो उद्धारक तपाईँ नै हुनुहुन्छ, जो नासरतको येशू हुनुहुन्छ, परमेश्वरको जीवित पुत्र प्रभु येशू ख्रीष्ट तपाईँ नै मेरो परमेश्वर भनेर हामीले बुझेको होइन र? बुझ्न सुरु गरेको होइन र?
उहाँलाई पुज्न सुरु गर्ने बित्तिकै उहाँले हामीलाई के दिनुभएको छ? आशिष वर्षाउनु भएको छ। त्यो आशिषलाई अनुभव गर्ने हो, अनुभव गरेर अरूलाई देखाउने हो, त्यही नै महिमा हो। आमेन। बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ? धेरै अगाडि म पनि तपाईँ जस्तै कति कुरामा सिक्न जाँदाखेरि कन्फ्युजमा हुन्थेँ। के हो? गीत गाउनु मात्रै आराधना हो? ढोकाबाट छिर्दै गरेर यहाँ पुगिसके, यहाँ पुगेर बस्ने गाउनेहरू मात्रै परमेश्वर देख्ने रहेछ कि क्या हो भन्ने भ्रममा पर्थेँ। तर जब म परमेश्वरले वचनमा खोज्दै गएँ, प्रार्थनामा जीवन बिताउन थालेँ, सिक्न थालेँ, आफूभन्दा सानो मान्छेसँग पनि सुन्न थालेँ, अनि आज परमेश्वरले त्यो रहस्य सिकाइदिनु भएको छ। परमेश्वर सँगसँगै हिँड्न सिकाउनु भएको छ। मेरो अभावमा म परमेश्वरसँग हिँड्छु। आमेन। परमेश्वरले जुटाउनुहुन्छ। म डरलाग्दो अवस्थामा हिँड्छु, परमेश्वर मसँग हुनुहुन्छ, मलाई साथ दिनुहुन्छ। आमेन। म एक्लो फिल गर्छु कहिलेकाहीँ, ला मेरो त कोही पनि छैन, तर म त्यति बेला देख्छु पवित्र आत्मा मसँग बस्नु भएको हुन्छ। पिता अगाडि आएर बस्नुहुन्छ, छोरा तँलाई के भयो? यसु ख्रीष्ट सिँगारेर आएको हुन्छ, दुलै म त आउँदैछु नि लिन, किन के हतारेको भनेर सोधिरहेको हुन्छ। पवित्र आत्माले सिकाउनुहुन्छ, पिता र दुलाले आउनु भएको छ, राम्रो यसरी बोल्नुपर्छ है भनेर सिकाउनुहुन्छ, शब्द दिनुहुन्छ। आमेन। 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 मेची आँखा चिन्नु, आँखा एकैछिन चिन्नु। एकैछिन आँखा चिन्नुहोस्, दायाँ नहेर्नुहोस्, आफ्नो दाहिने हातलाई छातीमा राख्नुहोस्। यति त गर्न सक्नुहुन्छ। धन्यवाद प्रशंसा साथमा मनन गर्नुहोस्। अहिले यता अगाडि पिता उभिरहनु भएको छ, येशू ख्रीष्ट उभिरहनु भएको छ, पवित्र आत्मा उभिरहनु भएको छ, स्वर्गदूतहरूको घुइँचो यस ठाउँमा हामी अनुभव गर्न सक्छौँ। अनि भनौँ प्रभुलाई, येशू शरणमा धन्यवाद प्रशंसा साथमा सम्भाल्नुभयो मलाई, बचाउनुभयो मलाई, मेरो जीवनको अर्थ देखाउनुभयो मलाई, मेरो जीवनको अर्थ देखाउनुभयो मलाई। जब उहाँको शरणमा जान्छौँ, उहाँले हामीलाई आराधक भनेर चिनाउँदै हुनुहुन्छ। येशू ख्रीष्टले पिताको अगाडि तपाईँ र मलाई देखाउँदै हुनुहुन्छ, हेर्नुहोस् मेरो नाममा भेला भएका तपाईँको नामलाई महिमा दिने आराधकहरू, आत्मा र सत्यतामा पुज्ने आराधकहरू आज आएका छन्, यिनीहरू बाँचिएकाहरू हुन् भनेर चिनाउँदै हुनुहुन्छ। येशू शरणमा धन्यवाद प्रशंसा साथमा मलाई नत्याग्नुहोस्, टाढा नहुनुहोस्। कतिचोटि लाग्छ मलाई परमेश्वरले त्याग्नु पो भयो कि, मेरो पुरानो अतीतलाई हेरेर मलाई परमेश्वरले स्वीकार्नुहुन्न कि भन्ने डर बोकेर हिँड्छौँ। अनि हामी भन्छौँ, प्रभु मलाई नछोड्नुहोस् है। साँच्चै यो निस्किन्छ, मबाट पनि निस्किएको थियो। अनि मैले परमेश्वरलाई भनेको थिएँ यसरी नै, मलाई नत्याग्नुहोस्, टाढा नहुनुहोस्, तपाईँको साथ हिँड्न डोर्याउनुहोस् मलाई।
आए येशू शरणमा धन्यवाद प्रशंसा साथमा काटछाड गर्नुहोस् मलाई पछ्याउँछु सधैँ सधैँ। यसरी नै मैले प्रतिज्ञा गरेको थिएँ र पनि म फेरि भागी भएको थिएँ र पनि परमेश्वरले मलाई त्याग्नु भएन। फेरि अँगाल्नको लागि उहाँले अँगालो फिजाउनु भयो। फेरि म यही भनेर आएँ येशू शरणमा धन्यवाद प्रशंसा साथमा काटछाड गर्नुहोस् मलाई पछ्याउँछु सधैँ सधैँ। तपाईँको न्यानो प्रेमले अँगाल्नुहोस् मलाई तपाईँको न्यानो प्रेमले अँगाल्नुहोस् मलाई। मेरो दैनिक प्रार्थना यही थियो, अन्तरस्करमा निस्केको मेरो यो प्रार्थना थियो। परमेश्वरले सुन्नुभयो। आज परमेश्वरले म लगायत मेरो परिवारलाई त्याग्नु भएको छैन। म लगायत तपाईँहरू कसैलाई पनि परमेश्वरले त्याग्नु भएको छैन। जब परमेश्वरमा हामी यो समर्पण गरेर परमेश्वरलाई बिन्ती प्रार्थना गर्छौँ नि, परमेश्वरले आफ्नो महिमा उहाँको उपस्थिति उहाँको प्रेमले देखाउनुहुन्छ अनि हामी ढुक्कले भन्न सक्छौँ येशू शरणमा धन्यवाद प्रशंसा साथमा सम्हाल्नुभयो मलाई बचाउनुभयो मलाई मेरो जीवनको अर्थ देखाउनुभयो मलाई। आए येशू शरणमा धन्य प्रशंसा साथमा मलाई नत्याग्नुहोस् टाढा नहुनुहोस् तपाईँको साथ हेर्न डोर्याउनुहोस् मलाई। आए येशू शरणमा धन्यवाद प्रशंसा साथमा काटछाड गर्नुहोस् मलाई पछ्याउँछु सधैँ सधैँ। तपाईँको न्यानो प्रेमले अँगाल्नुहोस् मलाई। ख्रीष्टको त्यो अगाधे प्रेमले अँगालेको व्यक्तिले अब कहिले ख्रीष्टलाई धोका दिँदैन। त्यो प्रेमलाई सधैँ पुरा गरेर हिँड्दछ अनि हामी भन्न सक्छौँ परमेश्वरलाई धन्यवाद येशू, धन्यवाद येशू तपाईँको प्रेमको लागि। त्यो प्रेम अनन्तसम्म रहिरहोस् भनेर हामी भन्न सक्छौँ। धन्यवाद येशू तपाईँको प्रेम अनन्तसम्म रहिरहोस्। धन्यवाद येशू तपाईँको प्रेम अनन्तसम्म रहिरहोस्। प्रभुहरूका परमेश्वरलाई, प्रभुहरूका परमेश्वरलाई प्रशंसा गर्न सधैँ पाइरहौँ, प्रशंसा गर्न सधैँ पाइरहौँ। आश्चर्य गर्ने सूर्य चन्द्र तारा मलाई सृजने स्वर्गमा हुने पिता तपाईलाई महिमा होस्, पिता तपाईलाई महिमा होस्। धन्यवाद प्रभु तपाईको प्रेम अनन्तसम्म रहिरहोस्। धन्यवाद येशू तपाईको प्रेम अनन्तसम्म रहिरहोस्।
प्रभुहरूका परमेश्वरलाई, प्रभुहरूका परमेश्वरलाई प्रशंसा गर्न सधैँ पाइरहूँ, प्रशंसा गर्न सधैँ पाइरहूँ। सुस्केर मेरो सुनिदिनु हुने, उजाडबाट डोर्याइ ल्याउने येशू तपाईलाई धन्यवाद होस्, येशू तपाईलाई धन्यवाद होस्। धन्यवाद येशू तपाईको प्रेम अनन्तसम्म रहिरहोस्। धन्यवाद येशू तपाईको प्रेम अनन्तसम्म रहिरहोस्। म पापीलाई उद्धार गरी अनन्तसम्म साथ रहने येशू ख्रीष्टलाई महिमा होस्, येशू ख्रीष्टलाई महिमा होस्। धन्यवाद येशू तपाईको प्रेम अनन्तसम्म रहिरहोस्। धन्यवाद येशू तपाईको प्रेम अनन्तसम्म रहिरहोस्। हामी सबैले भन्नेछौँ धन्यवाद येशू तपाईको प्रेम अनन्तसम्म रहिरहोस्। प्रभुहरूका परमेश्वरलाई, प्रभुहरूका परमेश्वरलाई प्रशंसा गर्न सधैँ पाइरहूँ, प्रशंसा गर्न सधैँ पाइरहूँ। हालेलुया, हालेलुया, हालेलुया। परमेश्वरको यो प्रेमलाई सधैँ हेरिरहनु। हामी जति उहाँको मुहारलाई हेर्दछौँ हामी जीवन पाउँछौँ। उहाँले आफ्नो मुहारलाई क्रूरतामा लगेर हामीलाई चम्काउनु भयो। मैले बोक्नु पनि क्रुस उहाँले बोक्नु भयो। उहाँ मेरो जीवन बन्नु भयो। हामी येशूलाई मात्र हेर्नु पर्दछ प्रियको। मैले येशू ख्रीष्टको परिचयलाई मैले आज बोक्दै गर्दाखेरि, जीवित परमेश्वरको पुत्र येशू ख्रीष्टको परिचयलाई मैले बोक्दै गर्दा, प्रशंसा र स्तुति, महिमा र धन्यवादका यी कुराहरूलाई मैले बोकेर आराधनामा ल्याउँदै गर्दा मैले मात्र येशूलाई हेर्नु पर्दछ। म येशू बाहेक अरू कुरा देख्दिनँ, किनकि उहाँ मेरो भाग हुनुहुन्छ। उहाँ मेरो सुन्दरता हुनुहुन्छ, उहाँ मेरो मिठास हुनुहुन्छ। येशू ख्रीष्ट मेरो सुन्दरता हुनुहुन्छ, येशू ख्रीष्ट मेरो मिठास हुनुहुन्छ, येशू ख्रीष्ट मेरो जीवनको मोल हुनुहुन्छ। उहाँ मेरो जीवन हुनुहुन्छ। हामी सबैजना आफ्नो ठाउँमा खडा हुनेछौँ। बिस्तारै छेउमा बसेको साथीलाई डिस्टर्ब नभइयोस्। तपाईलाई हेर्दछु जो मेरो भाग हुनुहुन्छ। तपाईँ मेरो सुन्दरता, तपाईँ मेरो मिठास, मेरो जीवनको मोल तपाईँ नै। तपाईँ मेरो
जीवन हुनुहुन्छ मेरो जीवनको मोल तपाईँ नै अर्थात् यसु नै यसु मेरो जीवन हुनुहुन्छ तपाईलाई हेर्दछु जो मेरो भाग हुनुहुन्छ यसुलाई हेर्दछु जो मेरो भाग हुनुहुन्छ यसु मेरो सुन्दरता यसु मेरो मिठास मेरो जीवनको मोल यसु नै यसु मेरो जीवन हुनुहुन्छ मेरो जीवनको मोल यसु नै यसु मेरो जीवन हुनुहुन्छ प्रियहरू यसुलाई हेर्दै गर्दाखेरि मेरो बोझ म हलुका भएको अनुभव गर्दछु म स्वतन्त्र भएको अनुभव गर्दछु मेरो पीडाहरू मेरो कष्टहरू मेरो दुःखहरूबाट मैले छुटकारा पाएको अनुभव गर्दछु मेरो ठुलो हृदय बोकेको मेरो येशूले मेरो सारा बोझलाई बोक्नुभयो पन्छाइदिनु भएको छ त्यसकारण येशू मेरो जीवन हुनुभएको छ म आज कमजोर छैन म आज बलियो भएको छु त्यसकारण म सदैव येशूलाई हेर्दछु यसुलाई हेर्न थालौँ यसुलाई हेर्न थालौँ अनुभव गरौँ त्यो गलगत्ते डाँडामा तपाईँ र म पुग्दै गरेको लछार पछार गर्दै गर्दा रगत बहाउँदै गर्दै त्यो खप्परी डाँडामा पुगेर क्रुसमा झुन्डाउन गर्दै गङ्गाएर झुन्डाउँदै गरेको दृश्यलाई हेरौँ त्यो क्रुसमा तपाईँ र म टाँगिनु पर्ने थियो त्यो नम्रता तपाईँ र मेरो हुनुपर्ने थियो यसु क्रिस टाँगिनु भयो निवस्त्र मेरो खातिर त्यो कुरूपता मेरो कुरूपतालाई उहाँले बोक्नु भयो हेरौँ न प्रियहरू हृदयको आँखाले हेरौँ न त्यो खप्परी डाँडामा तपाईँ मेरो जीवन मेरो अधर्म मेरो पाप मेरो अपराधलाई बोकेर क्रुससम्म जानुभयो थ्याङ्क यू जीसस धन्यवाद येशू धन्यवाद म सदैव तपाईलाई नै हेर्दछु येशूलाई हेर्दछु जो मेरो हुनुहुन्छ थ्याङ्क यू जीसस मेरो गरुङको भाग बोक्नुको लागि मलाई हलुको बनाएर मलाई स्वतन्त्र पार्नु भएको लागि मेरो विजय जीवनको लागि तपाईँ मेरो सुन्दरता तपाईँ मेरो मिठास मेरो जीवनको मोल यसु नै यसु मेरो जीवन हुनुहुन्छ मेरो जीवनको मोल तपाईँ
तपाईँ मेरो जीवन हुनुहुन्छ। हामी प्रत्येकको लागि खानुभएको कोराको छुटको लागि परमेश्वरलाई धन्यवाद दिन्छौँ। प्रभुलाई भनौँ, प्रभु धन्यवाद, प्रभु धन्यवाद, प्रभु धन्यवाद, धन्यवाद। हालेलुया, हालेलुया, हालेलुया। हालेलुया। मेरो ढाल भन्नुहुने परमेश्वर तपाईँलाई धन्यवाद। मेरो बल भन्नुभएको लागि प्रभु तपाईँलाई धन्यवाद। मेरो महिमाको बादल भन्नुहुने हे येशू तपाईँलाई धन्यवाद। मेरो आगोको पर्खाल भनेर मलाई सुरक्षा दिने येशू प्रभु तपाईँलाई धन्यवाद। मेरो हरेक यात्रामा म सँगसँगै एक एक पाइलामा साथ दिने हे नासरतको येशू, दाउद पुत्र प्रभु तपाईँलाई धन्यवाद। आज मैले तपाईँको शक्ति पाएर प्रभु म चिल चाहिँ आकाश छुन सकेको छु। तपाईँको महिमाको अनुभव गर्न पाएको छु। येशू मेरो ढाल हुनुहुन्छ, येशू मेरो बल हुनुहुन्छ। Hallelujah. Thank you, Jesus. जस्तै गाह्रो बाटोमा पनि प्रभु म सँगसँगै हिँड्ने परमेश्वर प्रभु तपाईँलाई धन्यवाद। प्रभु तपाईँको साथमा म हिँड्दै गर्दाखेरि प्रभु हरेक परिस्थितिमा मैले विजय पाएको छु। हो प्रभु, युद्ध छ, यहाँ युद्ध छ, तर प्रभु तपाईँ मेरो साथमा हुनुहुन्छ। हालेलुया। हाम्रो बिचमा तपाईँ हुनुहुन्छ, हाम्रो युद्ध लड्न गर्न तयारी भनेर बस्नु भएको छ। मैले युद्ध लड्नु परेन प्रभु, तपाईँ आफै लडिदिँदै हुनुहुन्छ। महिमाको बादल, आगोको पर्खाल, येशू भनी छँदैछ मेरो यात्रामा। तपाईँ मेरो ढाल, तपाईँ मेरो बल, तपाईँ मेरो ढाल, तपाईँ मेरो बल। महिमाको बादल, आगोको पर्खाल, महिमाको बादल, आगोको पर्खाल, येशू बनी छँदैछ मेरो यात्रामा। येशू बनी छँदैछ मेरो यात्रामा। कमजोरले येशूको शक्ति पाएर जिउँदै आकाश हुन्छ भरिँदै। हो उनको एकै हेराइमा तोडिन्छ जुवा दुःखको, मेटिन्छ कृष्णभरिलै। पाइन्छ सँगै भरिलै। लैलै हो येशूको माया, लैलै हो, लैलै हो येशूको माया, लैलै हो, लैलै हो येशूको माया, लैलै हो। कमजोरले येशूको शक्ति पाएर जिउँदै आकाश हुन्छ भरिँदै। हो उनको एकै हेराइमा तोडिन्छ जुवा दुःखको, मेटिन्छ कृष्णभरिलै। पाइन्छ सँगै भरिलै। लैलै हो येशूको माया, लैलै हो।
लैलै हो येशूको माया लैलै हो अझ ठुलो स्वरले लैलै हो येशूको माया लैलै हो लैलै हो लैलै हो लैलै हो येशूको माया लैलै हो बाटकी मनो सुकालो येशूको साथमा काटिन्छ युद्ध छ यहाँ लड्नु नै येशूमा विजय पाइन्छ बाटकी मनो सुकालो येशूको साथमा काटिन्छ युद्ध छ यहाँ लड्नु नै येशूमा विजय पाइन्छ लैलै हो येशूको माया लैलै हो लैलै हो येशूको माया लैलै हो तपाईँ मेरो ढाल तपाईँ मेरो ढाल तपाईँ मेरो ढाल तपाईँ मेरो ढाल मेरो बादल आगोको पंखा महिमाको बादल आगोको पंखा येशू पनि छँदैछ मेरो यात्रामा येशू पनि छँदैछ मेरो यात्रामा प्रभु मेरो साथमा हुनुहुन्छ मलाई के को डर म निर्धक्क छु म निडर छु म विश्वस्त छु आज मेरो रमाउने कारण येशू हुनुहुन्छ आज मेरो आनन्दित हुने कारण येशू हुनुहुन्छ जीवित परमेश्वरको पुत्र येशू ख्रीष्ट यो उपस्थितिको लागि धन्यवाद धन्यवाद प्रभु हामी तपाईँमा समर्पित भएका छौँ यो उपस्थितिलाई सुनि ग्रहण गर्नुहोस् धन्यवाद प्रशंसा र महिमा चढाउँछौँ जीवित प्रभु येशू ख्रीष्टको नाममा आमेन परमेश्वरको नाममा मजाले ताली